कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउन चाहन्छौं। ताथै ततथै आथै ततथै थै तथै तथै थै थै तत्तथै ताथै ततथै आथै ततथै थै तथै तथै थै थै तत्तत्ता तत्तत्ता ताथै ततथै आथै ततथै थै तथै तथै थै थै तत्तत्ता तत्तत्ता तत्तत्था। हजुर श्रोता, तपाईले यहीबाट नै थाहा पाइसक्नुभयो होला कि आजको हाम्रो कार्यक्रम रहेको छ शास्त्रीय नृत्य कथकलाई लिएर। दादिन दिन्दा दादिन दिन्दा नातिन तिन्ना दादिन दिन्दा दादिन दिन्दा दादिन दिन्दा नातिन तिन्ना दादिन दिन्दा 1 1 2 3 4 5 1 2 1 2 3 4 5 1 2 3 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1 1 2 3 4 5 1 2 1 2 3 4 5 1 2 3 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1 1 2 3 4 5 1 2 1 2 3 4 5 1 2 3 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5। कथक केवल नृत्य होइन, यो बोल्ने कला हो। खुट्टाले ताल बोल्छ, आँखाले कविता बोल्छ र पुरा शरीरले कथा बोल्छ। त्यसैले भनिन्छ नि, जहाँ शब्द सकिन्छ त्यहाँ कथक सुरु हुन्छ। हजुर श्रोता, त आज हामीले हाम्रो कार्यक्रम नारी संसारमा यस्तै 2 महिला जो गुरु शिष्य हुनको साथै उनीहरू कथक नृत्य गुरुहरू पनि हुनुहुन्छ। उहाँहरूले अहिले हाम्रो सिक्किम राज्यमा यस नृत्यमा इच्छुक हुने बालबालिका साथै महिलाहरूलाई पनि उहाँहरूको संस्था नटराज कला केन्द्र साथै नित्य अञ्जली संस्था मार्फत प्रशिक्षण दिइरहनु भएको छ। हजुर श्रोता, उहाँहरू हुनुहुन्छ वरिष्ठ नृत्यकार श्रीमती सुमी राई साथै यसै कथक नृत्यमा मास्टरसम्म गर्नुहुने श्रीमती अञ्जली राई। त आउनुहोस् श्रोता, हामी उहाँबाट नै जान्नेछौँ यस कथक नृत्य विषय। र तपाईँहरू दुवैलाई स्वागत छ कार्यक्रम नारी संसारमा। धन्यवाद। र म्याडम, तपाईँको यो कथकको नृत्य विषय त अलिकति हामी पछाडि कुरा गर्ने नै छ। त्योभन्दा अघि अलिकति तपाईँहरू दुवैको अलिकति परिचय मैले हाम्रो श्रोताहरूलाई सुनाउन चाहे, अलिकति भनिदिनुहोस् न। नमस्कार, म सुमी राई, डाइरेक्टर अफ नटराज कला केन्द्र सोसाइटी सिङताम। नमस्कार, म अञ्जली राई, डाइरेक्टर अफ नित्याञ्जली डान्स एकाडेमी 6 माइल तादुङबाट। हजुर, तपाईँहरू दुवै सिक्किमकै हुनुहुन्छ है। अहिले कथक नृत्यलाई अब तपाईँहरूले नै सिक्किममा जन्म दिएको भनौँ न है, कथक नृत्यलाई अहिले नानीहरूलाई धेरैले सिकाइरहनु भएको छ। अनि मैले तपाईँहरूसँग फेरि यो प्रश्न सोध्न चाहेँ है, तपाईँहरू आफै चाहिँ यो कथक नृत्यमा कहिलेदेखि संलग्न हुनुभएको वा त्यस बेलामा तपाईँले कसैलाई देखेर प्रेरणा लिनुभएको कि अलिकति बताइदिनुहोस् न। एक्चुअली मेरो मतलब बाल्यकाल जुन चाहिँ थियो, म सानैदेखि बेङ्गलमा हुर्केको म। हजुर हजुर। त्यति बेला चाहिँ एक्चुअली सराउन्डिङ जति पनि हाम्रो नेबरहरू हुनुहुन्थ्यो अरे कि एक्चुअली उहाँहरू चाहिँ बेङ्गली सोसाइटीकै थियो। हजुर हजुर। त्यही भएर उहाँहरू त एक्चुअली अलरेडी माने डान्समा त निपुणै हुनुहुन्छ। हजुर हजुर। उहाँहरूलाई देखेर नै म इन्सपायर भएर चाहिँ सानैदेखि म यो कथक फिल्डमै लिएर मैले काम गर्ने सोचेँ। हजुर, जब तपाईँले नृत्य सिक्नुभयो कथकदेखि नै सुरु गर्नुभयो? हजुर हजुर, कथकदेखि नै सुरु। हजुर म्याडम, तपाईँको भनिदिनुहोस् न अञ्जली म्याडम अलिकति। मैले भन्नुपर्दाखेरि चाहिँ मलाई डान्स चाहिँ मतलब सानैदेखि नै मलाई एकदमै इन्ट्रेस्टेड थिएँ म। साथै स्कुलमा जब हुन्थ्यो, अब अभियसली हामी स्कुलबाट नै स्टार्ट हुन्छ यो करियरलाई हामीलाई अगाडि लिने के गर्ने विषय लिएर। र स्कुलमा पनि म एकदमै एक्टिभली मतलब पार्टिसिपेट गर्थेँ डान्समा। तर ट्रेनिङ चाहिँ त्यो टाइममा थिएन क्या। अन्त बादमा जब म क्लास 11 मा पुग्दाखेरि चाहिँ म नटराज कला केन्द्र सोसाइटी जो आज मसँग रहनु भएको छ है, यो मेरो एकदम सौभाग्यको कुरा हो। उहाँ चाहिँ मेरो गुरु हुनुहुन्छ र हामी चाहिँ गुरु र शिष्य छौँ। अन्त उहाँकै गाइडेन्समा चाहिँ मैले यस कथक मतलब फिल्डलाई चाहिँ, यो कथक डान्सलाई चाहिँ मैले अगाडि सार्ने मौका चाहिँ पाएको। हजुर, भनेपछि एकदमै रोचक कुरा भनौँ न। आज एकदमै गुरु शिष्यसँगै बसेर है, सायदै मैले कतिवटा कार्यक्रमहरूमा देख्दा गुरु शिष्य एउटै तपाईँहरू मञ्चमा आफ्नो प्रस्तुति पनि दिनुहुन्छ। साँच्चै नै त्योभन्दा ठुलो कुरा, सौभाग्य कुरा के हुनसक्छ एउटा शिष्य भएर गुरुसँगै एउटा मञ्च साट्न पाउँदाखेरि। र म्याडम, फेरि सुमी म्याडम तपाईँकोबाटै मैले जान्न चाहेँ है, त्यस बेला जब तपाईँले अब यो कथक नृत्यमा नै म आफ्नो फ्युचर बनाउँछु, यसमा नै म अघि बढ्छु भनेर तपाईँले जब सुरु गर्नुभयो है, अनि त्यस बेला चाहिँ जस्तै अहिले हेर्नु पऱ्यो भने त तपाईँहरूले अब सिक्किममा है, विशेष गरेर सिङताममा, तपाईँले अब तादोङमा तपाईँहरूको तर्फबाट अहिले नानीहरूलाई नृत्य सिकाउने, कथक सिकाउने एउटा राम्रो पहल गरिरहनु भएको छ भने त्यो बेलामा कस्तो थियो फेसिलिटिजहरू? तपाईँहरूले कस्तो कस्तो कुराको सामना गर्नु पर्थ्यो एउटा म नृत्य सिक्छु भन्दाखेरि? त्यति अब बेङ्गलमा त अलरेडी उनीहरूको त ब्लडमै अब भनौँ न है, अलरेडी यो कल्चर त उनीहरूको बसेको हुन्छ। र
मलाई त्यो सजिलो पनि भयो क्या उनीहरूसँग साँझेर है मैले त्यो सिक्नु पनि पायौँ र यो कुरालाई अघि पनि बढाउनु पायो होइन र त्यो टाइममा चाहिँ के हुन्थ्यो भने प्रायः जस्तो मतलब जस्तो एक एकवटा के भनौँ जग्गा भनौँ न होइन सानो अब म त्यो सराउन्डिङ जस्तो मेरो वरिपरि नेबरहरू हुन्थ्यो होइन ती अब एउटा उयोमा सोसाइटीमै भनौँ न उहाँले कुनै पनि सानो सानो प्रोग्रामहरू अर्गनाइज भइरहेको हुन्थ्यो क्या त्यसमा चाहिँ हामी डान्स गर्नुको लागि चाहिँ यो आमा मम्मीको साडीहरू लिएर आन्टीको साडीहरू है कलेक्सन गर्दै नाच्नुपर्छ फल्ना जस्तो अब रविन्द्र जयन्तीहरू हुन्थ्यो होइन त्यस्तोतिर यो स्वामी विवेकानन्दको जस्तो जन्म शतवर्ष यस्तोहरू क्या जुन चाहिँ उहाँहरूको बर्थ सेरिमनी जुन चाहिँ हुन्थ्यो र त्यहाँ चाहिँ हामी के गर्थ्यौँ भने हामी पार्टिसिपेट गर्नुको लागि चाहिँ हामी मतलब अलवेज उनीहरू पनि यति साह्रो एक्साइटेड हुन्थ्यो कि उनीहरू सँगसँगै हामी पनि कुदिहाल्थ्यौँ क्या त्यहाँ त्यो माहौलै त्यस्तो थियो र बेङ्गलमा त भन्नै पर्दैन घर घरमै अब आर्टिस्टै हुन्छ र त्यो देखेर पनि हामी त इन्सपायर अलरेडी हुन्थ्यो हामी गर्नु पनि बाध्यता पनि थियो हाम्रो लागि गर्नै पर्छ अब हिल्समा चाहिँ के हुन्छ भने प्रायः देख्दाखेरि चाहिँ यहाँ चाहिँ हामी प्रायः वेस्टर्न कल्चरै बेसी फलो गरेको देख्छौँ त होइन तर त्यहाँ बेङ्गलमा चाहिँ त्यस्तो प्रकारको चाहिँ थिएन अब त्यहाँ त्यति बेला झन् थिँदै थिएन वेस्टर्न कुनै पनि हामीले हिन्दी पिक्चरको डान्स गऱ्यौँ कसैले गर्यो भने पनि त्यो चाहिँ एकदमै क्या नराम्रो प्रकारले उनीहरूले लिनुहुन्थ्यो भनौँ न अहिले त अब निकै चेन्जेस आयो होइन अहिले मोडर्न सोसाइटी भएको छ होइन हामीले अब नानीहरूलाई पनि प्रायः जस्तो इङ्ग्लिस मिडियम स्कुलहरू पढाउँछौँ र त्यो विचार चाहिँ अब अर्कै किसिमको प्यारेन्ट्सहरूको मैले बसेको छ नि त द्याट टाइम चाहिँ अब एकदमै हामीलाई क्या प्रब्लमै हुन्थ्यो कुनै प्रकारको क्या त्यस्तो प्रकारको डान्सहरू गर्दा र या त रविन्द्र नृत्य गर्नु पर्थ्यो नभए चाहिँ इन्डियन क्लासिकलमा गर्नु पऱ्यो भनेपछि त्यहाँको माहौलले पनि हामीले स्कुलतिर पनि क्या हामी त हिन्दी पिक्चरको र कुनै डान्स गर्नै पाउँथ्यौँ या त फोकमा गऱ्यौँ रविन्द्र नृत्य गऱ्यौँ र या कथकमा हामी गर्नुपर्छ भनेपछि माहौलै त्यही प्रकारको हुर्किनु भयो हामीलाई कुनै प्रब्लम भएन मलाई क्या त्यो तपाईँलाई चाहिँ केही प्रब्लम भएन त्यो सोसाइटीलाई त्यो कल्चरलाई भनौँ न होइन र मलाई लाग्यो कि म एकदम भाग्यशाली पनि हो त्यही कारणले किनभने त्यो कुरोलाई मैले लिएँ भन्दामै मैले सिक्किममा आएर त्यो कुरा यहाँको नानीहरूसँग बाँड्नु सक्यौँ होइन त्यो कल्चरलाई म दिनु सकेँ होइन त्यसको लागि म आफूलाई एकदम सौभाग्यशाली है सम्झिन्छु भनेपछि तपाईँ त्यो सराउन्डिङमै त्यस्तै ठाउँमा नै हुर्किनु भयो है तपाईँले यसलाई नै अब म भविष्यमा पनि म नृत्यलाई नै अगाडि बढाउँछु भन्दा तपाईँलाई केही त्यस्तो समस्या चाहिँ परेन हजुर म्याडम अञ्जली म्याडम तपाईँको भनिदिनुहोस् किनभने तपाईँ त अब सिक्किममै हुर्केको जस्तो लाग्यो मलाई है तपाईँले चाहिँ अब भन्नुभयो उहाँ म्याडमकोबाट नै तपाईँले यसरी क्लासहरू लिएर अघि बढ्नुभयो अनि तपाईँले चाहिँ यो कुराहरूको सामना गर्नु पऱ्यो कि परेन अलिकति भनेको जस्तो नभएको हुन्छ नि यसलाई नृत्यलाई नै अगाडि लान्छु भन्दा अलिकति केही त्यस्तो अभियसली अब यो फिल्डलाई त्यो समयमा जब मैले यो फिल्डलाई एज अ करियर लिन्छु भन्ने टाइममा चाहिँ त्यो टाइममा चाहिँ एकदम सामना गर्नै पर्थ्यो किनकि ज्यादा जस्तो मान्छेको सोच चाहिँ यस्तो थियो कि डान्स नाचेर के गर्छस् नाचेर के हुन्छस् नाचेर तँलाई मतलब केही कामहरू गर्नुको लागि अभियसली त्यसलाई फर्दर स्टडिजै गर्नुपर्छ भन्ने सोच त थियो है तर जब म क्लास 11मा पढ्दाखेरि म्यामको एकाडेमी मैले भेटेर है उहाँको गाइडेन्समा मैले जब एउटा क्लासिकल जुन चाहिँ एज अ प्रपर ट्रेन है अब हामीले त्यो टाइममा निकै हामी गर्थ्यौँ डान्सहरू तर त्यो औडेको क्लासिकल यत्तिकै गऱ्यो भने पनि त्यो हामीलाई त मुद्रा याद पनि हुन्थेन होइन अलिकति यसो गऱ्यो भने दादा हुन्थ्यौँ हामी न तर जुन चाहिँ एउटा ट्रेनिङ जुन चाहिँ एउटा एकाडेमिकली हामीले सिकेको र आफैले हामीले त्यो हेरेको गरेकोमा इज फास्ट डिफ्रेन्ट नि है अब त्यो मैले रियलाइज गरेँ अन्त त्यहाँदेखि म जब म्यामको एकाडेमीमा गएर मैले सिकेँ त्यहाँ सिक्दै गएपछि चाहिँ कथक भन्ने कुरा क्लासिकल भन्ने कुरा चाहिँ यस्तो रहेछ है उहाँले मलाई त्यो एबिसिडीहरू बुझाउनु भयो त्यसको जुन चाहिँ बेसिक कुराहरूलाई हामीलाई मैले जान्ने मौका पाएँ त्यहाँदेखि चाहिँ मलाई त्यहाँदेखि अझै यो कुराको मलाई के भन्ने गहिराइमा जानु मन पर्यो है त्यो टाइममा हुनु त अब डान्स भन्ने कुरा म्युजिक भन्ने कुरा मान्छेले एकदम रेयर लिन्थ्यो रेयरली एज एन प्रोफेसनली त्यो कुरालाई लिन्थ्यो है तर मेरोमा चाहिँ के डेडिकेसन थियो भने चाहिँ म चाहिँ गर्छु त गर्छु चाहे मसँग को जाओस् को नजाओस् डजन्ट म्याटर है मेरो म्याटर हुन्थ्यो म चाहिँ त्यो कुरामा चाहिँ एकदम जानुपर्छ म एकदम डिटरमाइन्ड हो मान्छे क्या म एकदम म यो गर्छु त गर्छु चाहे होस् कि नहोस् होइन अब चाहे प्यारेन्ट्सले मलाई दियोस् कि नदियोस् चाहे मलाई कसले के भन्नुहोस् कि नभन्नुहोस् म त्यो कुरालाई म्याटर गर्थिनँ होइन तर म गर्छु त गर्छु म एकदम त्यो धीर थियो क्या अन्त त्यही कारणले गर्दा होला सायदै आज मेरो गुरुको आशीर्वाद मेरो आमा बाबाको आशीर्वाद है सबैको आशीर्वादले म यो जग्गामा पुग्नु पाउनु मलाई एकदमै गर्व फिल
फिल गर्छ है। अन्त मैले मन परेको र मैले चाहेको फिल्डमा म आउनु पाउनु नै मेरो लागि सबैभन्दा ठुलो खुसी, अरू त्योभन्दा ठुलो खुसी मेरो लागि केही छैन जस्तो लाग्छ। एक्चुअली मेन्टली अञ्जली त प्रिपेयरै थियो नि मेरोमा आउँदै। मलाई आउने बित्तिकै भन्थ्यो, उसले भन्नु थाल्यो कि म्याम म यो डान्सकै फिल्डमा लिएर काम गर्छु, मलाई त्यस्तै प्रकारले तपाईँले एउटा मलाई उयो गरिदिनुहोस् होइन। अब म कलकत्ता जान्छु होइन, गुरुकुलमा सिक्छु, अझै ठुलो कोही हुन्छ तपाईँको गुरुहरू कोही हुनुहुन्छ भने मलाई उयो गरिदिनुहोस् भन्दाखेरि चाहिँ मैले हेर्दा ऊ त एकदमै मतलब डेडिकेसन भएको नानी थियो। र मैले अलरेडी उहाँलाई मतलब सबै कुरो हामीले है गरेर उसलाई लु जानुहोस् त भनेर है प्यारेन्ट्ससँग आएर ऊ कलकत्ता जानुभयो नानी, र उहाँले सिकेर भनौँ न निराश चाहिँ गर्नु भएन हामीलाई। आज एकदमै गर्व लाग्छ क्या। अब उहाँ चाहिँ अब है सिक्किमको फर्स्ट नेसनल है स्कलरसिप होल्डर हो कथकमा। मैले डिग्री पनि सायदै अब हुनसक्छ है, अरू पनि हुनु छ होला, मलाई याद छैन, तर एज एन मतलब सिक्किमबाट म सायद फर्स्ट मास्टर डिग्री होल्डर हो इन कथक डान्स। म रविन्द्र भारती युनिभर्सिटीबाट पास आउट गरेको, अन्त फर्स्ट नेसनल स्कलरसिप होल्डर इन कथक डान्स फ्रम गभर्मेन्ट अफ इन्डिया CCRT-बाट मैले त्यो पनि मैले भारत सरकारबाट। हजुर कति राम्रै भनेपछि तपाईँले अघि भन्ने मेरोमा त्यो एउटा जिद्दीपना थियो भनेर। जसलाई डान्सर बन्नु इच्छा हुन्छ मतलब जिद्दीपना बिना त गर्नु सक्दैन। हामीले कुनै कुरो अब लिन्छौँ, अहिलेको नानीहरू प्रायः डान्सहरू गर्छ या हामी देख्छौँ, अब एकाडेमीमा आउँछ हाम्रो है, तर त्यो डेडिकेसन भएको चाहिँ बहुत कम्ती क्या देख्छौँ। एक त क्लास 9, 10 पढ्दा प्रायः जस्तो नानीहरूले डान्स छोडिहाल्छ र उनीहरूले अर्कै मतलब पट्टि जानु थाल्छ भनौँ न। अब अरू उनीहरूको के छ होइन, र हामीलाई एकदमै साह्रो पर्छ क्या यो म्याटरमा चाहिँ कि उहाँलाई पक्रेर राख्नु कि गर्नुहोस्, यो लिनै सक्दैन एउटा विश्वास क्या यो फिल्डमा अहिलेसम्म आएको छैन भनौँ न। त्यस्तो एकदमै भनौँ न अब सिकाएपछि एउटा पारै लाग्ने भनौँ। म्याडम मैले अब सुन्दाखेरि चाहिँ है कथक नृत्यहरू भनेको चाहिँ अब यस्तो नृत्य हो नि, यो चाहिँ अब भारतभरि हेऱ्यो भने यो सायद 8 नम्बरमा आउने एउटा क्लासिकल फर्ममा आउने मैले सोचेँ। यसलाई तपाईँहरूले सिकाउँदाखेरि कस्तो प्रकारले हुन्छ कि अब जब हामीले देख्दाखेरि त अलिकति मुद्राहरू मात्रै चलाएको, अलिकति खुट्टाको ट्यापिङहरू मात्रै देखेको है, यसको पनि कस्तो ग्रेट हुन्छ कि कस्तो हुन्छ यो सिकाउनु थालेपछि चाहिँ? बेसिक त एकदमै इम्पोर्टेन्ट हो जुन चाहिँ होइन, अब बेसिक त गर्नै पऱ्यो नानीलाई। बेसिकै मेन मुद्दा चाहिँ त्यहीँ आउँछ भने प्रायः जस्तो नानीले बेसिकै गर्नु मान्दैन भनौँ न। बेसिकै अब एउटा हाम्रो जस्तो फुटवर्क भन्नुहोस् या मुभमेन्ट्स जुन चाहिँ छ नि, फुटवर्कै सम्झिनुहोस् न, त्यो नानीलाई फुटवर्कै हामीले सेट गर्नु 1 साल जति त टाइमै लाग्छ। त्यस्तो 1 इयर त लाग्छै लाग्छ। अब तर अहिलेको नानीहरू यति साह्रो मतलब चञ्चली टाइपको मेन्टल प्रायः देख्छौँ हामी, र 3 मन्थ्स हुँदा नहुँदै बिचमै छोडेर पनि जाने प्रकारको क्या हुन्छ नि, साह्रो पर्छ हामीलाई क्या। छिट्टो रिजल्ट चाहियो, उनीहरू रिजल्ट चाहिने नाचिहाल्नु क्या। अन्त म यो सन्दर्भमा चाहिँ के भन्नु मन लाग्यो भने चाहिँ अब एउटा मैले यो फिल्डमै मैले अध्ययन गरेको हिसाबमा चाहिँ मेरो एउटा एक्सपिरियन्स के छ भने चाहिँ जसरी नानी स्कुलमा पढ्दाखेरि ABCD नर्सरी LKG UKG पढ्दाखेरि 3 वर्ष उनीहरूले ABCD 0 1 2 र क ख मात्रै पढ्छ, त्यस्तै हुन्छ क्लासिकल डान्स। हजुर त्यही मैले अलिकति सोध्न चाहे। सेम त्यस्तै हुन्छ, मान्छेले सोच्छ क्लासिकल, त्यसै कारणले किन सबैले लिनु सक्दैन भने किनकि यो त एकदमै भास्ट सब्जेक्ट हो क्या। यसलाई जुन चाहिँ बेस जुन चाहिँ एउटा मात्रालाई लिएर है, एउटा ताललाई लिएर, एउटा लयलाई लिएर गर्ने काम हो। त्यो कारणले गर्दा पहिला त्यो नानीलाई हामीले बुझाउनु पर्छ, जब बुझ्छ तब मात्रै त्यो नानीको इन्ट्रेस्ट बढ्छ, अन्त चाहिँ त्यो नानीले चाहिँ गर्छु भन्ने जुनुन हुन्छ। र त्यो पहिला चाहिँ हामीले ABCD 0 1 2 र क ख छिचल्नुसम्म चाहिँ हामीलाई धेरै गाह्रो हुन्छ, गाह्रो पर्छ। तर कतिजना यस्तो डेडिकेसन भएको नानीहरू पनि छ है, जसकोमा चाहिँ के हो बाई गड गिफ्ट पनि छ, जसले एक दिन आउँदाखेरि मतलब उनीहरूले छिट्टो गर्ने खाले पनि छ, कसैलाई वर्षौँ दिन पनि लाग्छ होइन। तर हाम्रो चाहिँ मेन चाहिँ हो बेस, त्यही कारणले गर्दा एउटा यो शास्त्रीय नृत्य अब त्यसै है, यो नेसनल इन्डियन क्लासिकल डान्स फर्म यो त्यसै भएर आएको होइन, यो एउटा बााउन्ड्रीभित्र छ है, एउटा यसको एउटा कायदा छ क्या। अन्त त्यो कायदाबाट न हामी बाहिर जान सक्छौँ न भित्र आउन सक्छौँ। त्यो कारणले गर्दा त्यो कुरालाई हामी फलो गरेरै चल्नुपर्छ। चाहे तपाईँ दिल्लीमा बस्नुहोस्, कलकत्तामा सिक्किममा बस्नु, डजन्ट म्याटर हुन्छ, तपाईँ त्यो कुरालाई फलो गर्नुपर्छ, गर्नै पर्ने हुन्छ। पेसेन्स चाहिँ एकदमै जरुरी छ क्या यो फिल्डमा चाहिँ मैले देख्दा, त्यही चाहिँ एकदम साह्रो छ नानीहरूलाई राख्नु। तपाईँले भन्नुभयो नि अब खुट्टाको ट्यापिङै गर्नु 1 वर्ष भनेपछि त अब कसले यस्तो लामो सिक्ने एकदम, त्यो पनि कति नानीले सिक्नु सक्दैन 1 इयरमा पनि खुट्टा कुरा। हजुर अब यसको लागि चाहिँ के भन्नुहोस्, मेन्टली फिजिकली तपाईँको इमोसनली सबै कुरा कनेक्ट हुनुपर्छ। त्यही कारण गर्दाखेरि एउटा एकदमै के अरे फेमस श्लोक छ क्या, जतो हस्तो ततो दृष्टि, जतो दृष्टि ततो मन, जतो मन ततो भाव, जतो भाव ततो रस। यो त्यसै बनेको होइन, यो नट ओन्ली डान्स तर सबै इन्डियन क्लासिकल
मा इम्प्लिमेन्ट हुन्छ, चाहे त्यो डान्समा होस्, चाहे त्यो म्युजिकमा होस्, चाहे तपाईँ इन्स्ट्रुमेन्ट, चाहे तपाईँ नाटकमा होस्, सबै कुरामा इम्प्लिमेन्ट हुन्छ। कारण किन जतो हस्तो जहाँ तपाईँको हात छ त्यहाँ तपाईँको दृष्टि आँखा र जतो दृष्टि ततो मन, जहाँ आँखा हुन्छ त्यहाँ तपाईँको मन हुनुपर्छ र जहाँ मन हुन्छ त्यहाँ चाहिँ तपाईँको भाव आउँछ र त्यही भाव चाहिँ तपाईँको एउटा गुजबम आउँछ नि, त्यो चाहिँ अडियन्सले तपाईँले क्रिएट गर्नु सक्छ। गुजबम त मलाई अहिले पनि भयो तपाईँले भन्नु बित्तिकै पनि। त्यो चाहिँ तपाईँले त्यो कलाकार त्यसै बनिँदैन है। कलालाई चाहिँ तपाईँले जब मनबाट लिनुहुन्छ है, तपाईँले त्यो मान्छेको न रङ देख्नुहुन्छ, न रूप देख्नुहुन्छ है, न तपाईँ अल्को हुन्छ देख्नुहुन्छ नि, तपाईँ सिर्फ उसको कलालाई देख्नुहुन्छ, त्यो चाहिँ कलाकार। इन्डियन क्लासिकल डान्स लयमै बाँधिएको हुन्छ कि त्यो लयदेखि बाहिर हामी जानै सक्दैनौँ। त्यहाँ चाहिँ नानीहरूलाई विशेष गरी प्रब्लम हुन्छ नि, उहाँहरूले त्यो अलिक माइन्ड अलिक यताउता क्या घुमाउँदाखेरि चाहिँ है अलिकति हामीलाई एकदम डिस्ट्र्याक्ट भयो। ती गहिराईको कुराहरू तपाईँले बताइदिनु भयो। एउटा नानीको एउटा असली कलालाई निकाल्नु भनेपछि त एउटा तपाईँहरू गुरुहरूलाई पनि कति साह्रो पर्दो रहेछ भन्ने कुरा चाहिँ आज हामीले थाहा पायौँ। अनि यदि हाम्रो जति पनि श्रोताहरूले है एउटा राम्रो कथक नृत्य सिक्नका लागि के कस्तो कुराहरूमा ध्यान दिनु पर्दो रहेछ भन्ने कुराहरू पनि तपाईँले आज सुनिरहनु भएको छ है। अनि हाम्रो यो कुराकानी एकदमै रोचक बनिरहेको छ। फेरि हामी यो कुरालाई अघि बढाउने छ। सुमे म्याडम तपाईँकोबाट फेरि पनि मैले एउटा प्रश्न राख्न चाहेँ है। अब जसरी मैले भनिहालेँ अहिले हाम्रो जति पनि कार्यक्रम सुनिरहनु भएको छ है, कतिजनालाई त अब यो नृत्यको बारेमा कसैले भन्दै पनि हुन्थ्यो, हामी पनि जान्थ्यौँ भन्ने सोचिराखेको हुन्छ नि त। अनि उहाँहरूले सिक्न चाह्यो भने अब आफ्नो स्टडी त छँदैछ होइन, अघि तपाईँले भन्नुभएको जस्तै स्कुलतिर त आफै नाच्छ, तर अब यसलाई नै म अब करियरको रूपमा लिन्छु, यसलाई नै म प्रोफेसनली म सिक्छु भन्यो भने चाहिँ उहाँहरूको लागि चाहिँ कहाँ गएर सिक्ने ठाउँ छ र कसरी सिक्नुपर्छ? एक्चुअली हामी त अब इन्स्टिट्युट मेरो जस्तो सिङताममा छ होइन, उहाँले चाह्यो भने यहाँको नानीहरू सिङताममा गएर सिक्नु पनि सक्छ। अब गान्तोकको वरिपरिको नानी छ भने चाहिँ तपाईँ नित्याञ्जली डान्स एकाडेमीमा गएर होइन, तपाईँहरूकोमा त सिकिसक्यो। अब तपाईँहरूकोमा सिकेपछि अब उहाँहरूले फर्दर हजुर तपाईँहरू जस्तै नै हुन्छु, अब म यसमै सिकाउने पनि हुन्छु, म सिक्किममा आएर कुछ गर्छु। हाम्रो गुरुहरू पनि हुन्छ कलकत्तामा होइन, हामीले उहाँको होइन सोच लिएर उहाँलाई यसमा चाहिँ म के भन्छु भने अब इफ उहाँहरूलाई है अब यो फिल्डमै लिएर फर्दर स्टडिज गर्छु या तपाईँ फर्दर तपाईँको मतलब केही करियरलाई सोच्नु भएको छ भने चाहिँ यसको लागि चाहिँ तपाईँको एउटा बेसिक ट्रेन चाहिँ हुनुपर्छ तपाईँ। किनभने चाहिँ जस्तै कि मैले एउटा रविन्द्र भारती युनिभर्सिटीको कुरा गरेँ, कोलकातामा छ है, विश्वभारतीहरू छ, जस्तै कि अब हाम्रो धेरैवटा युनिभर्सिटीहरू छ जहाँनिर चाहिँ डान्स इन्डियन क्लासिकल डान्स फर्म एज अ तपाईँले सब्जेक्ट लिएर गर्नु सक्छ। जस्तै कि मैले कथक अनर्स गरेँ है, त्यसमा मास्टर्स गरेँ। यस्तो हुन्छ जस्तो कि बेसिक अब हाम्रोमा सिक्यो होइन, उनीहरूले बेसिक चाहिँ नसिकिकन म चाहिँ सिधा युनिभर्सिटीमा गएर जोइन गर्नु त्यो किनकि यस्तो हुन्छ त्यहाँनिर चाहिँ तपाईँको प्र्याक्टिकल र थ्योरी चाहिँ तपाईँले चाहिँ पास गर्नुपर्छ। अनि त्यसको लागि चाहिँ तपाईँले जब प्र्याक्टिकलको लागि तपाईँले विथ लाइभ म्युजिसियनसँग तपाईँले एकम्पनी गरेर तपाईँले पर्फर्म गर्नुपर्छ, तालसँग कुन चाहिँ तालमा गर्नुहुन्छ, कुन चाहिँ मात्रा, तपाईँको एउटा सिक्वेन्स बनिएको हुन्छ, त्यो फुल सिक्वेन्स तपाईँले प्रेजेन्ट गर्नुपर्छ। यदि तपाईँ त्यहाँ पास भइसकेपछि त्यहाँदेखि तपाईँको थ्योरी आउँछ, थ्योरीमा उहाँले सिलेबस दिनुहुन्छ, त्यो सिलेबसको हिसाबमा तपाईँले पढेर त्यहाँदेखि त्यहाँबाट मात्रै तपाईँहरू चाहिँ अब एज अ तपाईँहरू त्यहाँनिर चाहिँ यसमै अब एडमिसन लिनु सक्नुहुन्छ। अब तपाईँलाई उहाँ त्यहाँको रहेछ भनेर त त्यस्तो हुँदैन। 5 इयर्स म त लाग्यो 5 इयर्ससम्म है ट्रेनिङ चाहिँ उनीहरूले बेसिक चाहिँ गर्नुपर्छ। मतलब यता जस्तै तपाईँहरूको अब यहाँ हेऱ्यो भने अघि तपाईँले भनिहाल्नु भयो अलिकति टाढोमा छ भने तपाईँहरूको सिङताममा आएर सिक्दा भयो, अलिकति गान्तोकभित्र छ भने तपाईँको तल तादुङमा आएर सिक्दा भयो। तर तपाईँहरूकोमा सिकिसकेपछि फेरि उहाँहरूले गएर चाहिँ त्यसको लागि हामी फुल्ली गाइडेन्स गर्छौँ, तपाईँहरूले गर्नु सक्छौँ। अब त्यति चाहिँ किनभने हामी यो फिल्डबाटै आएको है, र उहाँहरूलाई कुन चाहिँ जग्गादेखि कुन चाहिँ जग्गासम्म पुर्याउने सक्नेको क्षमता चाहिँ सायदै है, अब हामी यो घमण्ड होइन हाम्रो त्यति होइन। अब यस्तो यो डाइरेक्सन लिएर हाम्रोमै सिक्नु पर्नु भन्ने पनि छैन है। अब उहाँलाई इच्छा छ भने चाहिँ होइन म यो लिएर बाहिर गएर सिक्छु भन्दा पनि हुन्छ। कलकत्तामा यसै प्रकार गुरुहरू हुनुहुन्छ होइन, उहाँहरूको गाइडेन्समा उहाँले गरेर त्यहाँदेखि युनिभर्सिटी जोइन गर्दा पनि भइगयो नि। हजुर, तर इच्छा चाहिँ सिक्नु चाहिँ पर्यो। अब लाइटली लिएर चाहिँ भएन उहाँले, ट्रेनिङ त यो तपाईँले पोसिबलै छैन नि। त्यही भनेको मैले पनि अब उहाँ गुरुकोमा गएर चाहिँ उहाँले त्यही ट्रेनिङ लिएर पनि बसेर होइन गुरुकण्डरमा 3-4 साल सिकेर त्यहाँदेखि उनीहरूले फर्दर गर्नु सक्नुहुन्छ। भनेपछि यो अघि तपाईँले भन्नुभयो स्कुल जस्तै रहेछ। हजुर हजुर, सबै क्लास 12 सम्म पढ्यो,
त्यहाँदेखि उता चाहिँ केमा जस्तो कि मैले पनि त क्लास 12 पढेँ त्यहाँदेखि मैले अब यहाँ अलिक बेसिक सिकेको थिएँ अन्त फेरि मैले त्यो इयरै गएर मैले एडमिसन लिन सकिनँ किनकि मलाई फर्दर ट्रेनिङ चाहियो 1 इयर मैले ड्रप गरेँ र 1 इयरसम्म मैले उहाँकै अब जस्तो अहिले हाम्रो गुरुजी श्री सन्दीप मलिकजी हुनुहुन्छ है उहाँहरूको गाइडेन्समा मैले सिकेँ त्यहाँदेखि चाहिँ फर्दर त्यहाँको एडमिसनहरू चाहिँ त्यहाँदेखि उहाँहरूले त्यही गाइड गर्नुहुन्छ नि त्यही हिसाबले तर अब अहिले चाहिँ अब हामी पनि सक्छौँ किनकि अब हामीले पनि अहिले उहाँहरूलाई कसरी गर्नुपर्ने के गर्नुपर्ने भनेपछि तपाईँहरूको इन्स्टिट्युटहरू पनि उहाँहरूसँग टाइप भएको हुन्छ हजुर 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 एकदम हजुर कोही पठाउनु भएको छ नानीहरू अहिलेसम्म जुनियर स्कलरसिप भन्नाले के भन्छ भने जुनियर र सिनियर स्कलरसिप हुन्छ सिसिआरटी भने चाहिँ यो चाहिँ सेन्ट्रल यो हाम्रो गभर्मेन्ट अफ इन्डियाले चाहिँ जो राम्रो डान्समा छ म्युजिकमा छ नट ओन्ली डान्स है म्युजिकमा डान्समा फोकमा वेस्टर्नमा चाहिँ भन्नु सकिन्छ है अन्त त्यहाँदेखि लिएर इन्स्ट्रुमेन्टल है जति पनि क्लासिकल या फोकमा जेमा पनि छ उहाँहरूको चाहिँ एक्चुअली हाम्रो स्टेटको चाहिँ गुवाहाटीमा हुन्छ हाम्रो नानीहरूलाई हामीले गुवाहाटीमा लगेको थियौँ गुवाहाटीमा चाहिँ एउटा इन्टरभ्यू हुन्छ उहाँहरूको इन्टरभ्यू हुँदै अडिसन हुन्छ त्यो अडिसनमा चाहिँ उहाँहरू पास हुनुभयो भने चाहिँ त्यहाँदेखि चाहिँ उहाँहरूलाई स्कलरसिप दिनुहुन्छ अब स्कलरसिप चाहिँ अब अहिले कति भयो मलाई है आई डोन्ट नो है हाम्रोबाट चाहिँ 2 जना नानीहरू चाहिँ अञ्जली र मेरो एकजना हजुर पेमा छोदेन भुटिया एन्ड मुस्कान राई 2 जना चाहिँ पाएको थियो हजुर अन्त त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ सर्टेन मतलब एउटा कुनै टाइमसम्म चाहिँ उहाँहरूलाई चाहिँ सेन्ट्रलले चाहिँ स्कलरसिप दिनुहुन्छ पैसा दिनुहुन्छ भनेपछि तपाईँहरूकै इन्स्टिट्युटमै गर्नु पर्यो गर्नु चाहिँ फर्दर ट्रेनिङ गर्नु पर्यो अन्त त्यहाँदेखि उनीहरूको फेरि इयरली प्रोग्रेस पनि हेर्नुहुन्छ गुरुको अन्डरमा छ कि छैन यसमै रिकमेन्डमै हुन्छ योहरू चाहिँ होइन किनकि यस्तो हुन्छ स्कलर पाइबाट कन्टिन्यू छ कि छैन गरिरहेको छ कि छैन तपाईँले यो सिलेबस दिएको भने अर्को वर्ष तपाईँले अर्को सिलेबस दिनु पर्यो अर्को वर्ष अर्को जति इयर हुँदै जान्छ त्यति इयर तपाईँले त्यो नेक्स्ट सिलेबस दिँदै र उहाँको गाइडेन्समै गर्दैछु भनेर पनि त्यो एप्रुभ भएर चाहिँ जानुपर्ने हुन्छ भनेपछि सिक्छु भन्नेको लागि एकदमै राम्रो अवसर त एकदमै राम्रो हजुर कति राम्रो कुराहरू तपाईँले बताइदिइरहनु भएको छ नि तपाईँहरूले पनि अब त्यसरी नै सायद बाहिरबाट सिक्नुभयो आएर तपाईँहरूले चाहिँ अब बाहिरै बसेर गर्छु किनभने तपाईँले यति राम्रो नृत्य कथक गर्नुहुन्छ है अब तपाईँहरूलाई अघि भने नि देख्दाखेरि नै तपाईँहरूले पर्फर्मेन्स हेर्दा गुजबम हुन्छ कि एकदम काँडा उम्रिने मलाई चाहिँ त्यस्तो हुन्छ अहिले कुरा गर्दा पनि त्यस्तै भइरहेको छ मलाई चाहिँ झन् यो तपाईँहरूको कुराबाट झन् यो गहिराइमा बुझ्दाखेरि त अझै कति अब तपाईँहरूले कति कसरत गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ अझै पनि बुझिरहेको छ है र अब जस्तै तपाईँहरूले यति राम्रो नृत्य गर्नुहुन्छ अन्त तपाईँहरूले बाहिरै नगरेर चाहिँ किन सिक्किम आउने सोच्नुभयो अलिकति बताइदिनुहोस् न के भयो भने मैले मास्टर्स 2017मा पास आउट भएँ र त्यहाँनिर चाहिँ एउटा एकाडेमी थियो अन्त उहाँको एकाडेमीमा पनि एउटा कथक डान्समा तिमीहरू पनि गर फर्दर मतलब हुन्छ नि अब स्टुडेन्टहरू हामी भनिदिन्छौँ तपाईँहरू पनि आएर यहाँनिर एज अ टिचर गर्नुहोस् न भन्नुभयो तर मलाई चाहिँ के लाग्यो भने मैले त्यो टाइममा चाहिँ के सोचेँ भने है अब पैसा भन्ने सबैलाई जरुरत हो है पैसा सबैको जरुरत हो तर मलाई पैसा भन्दा पनि ठुलो चाहिँ मलाई के लाग्यो भने अरे मैले सिकेँ है तर म जस्तै त सबैजना आउनु सक्दैन सिक्किमबाट आउनु सके पनि कतिजनालाई प्यारेन्ट्सले नदेला घरि के होला तर मैले सिक्नुको कारण चाहिँ म मेरो नानीहरूलाई गराउँछु मेरो स्टेटको नानीलाई सिकाउँछु होइन त्यहाँको त अलरेडी मेट्रोपोलिटन सिटी हो त्यहाँनिर त एकबाट एक छ होइन फेसिलिटी छ तर मैले चाहिँ त्यो कुरालाई पनि छोडेर चाहिँ म आफ्नो सिक्किमलाई म मेरो आफ्नो स्टेटलाई कन्ट्रिब्युसन दिन्छु मैले जानेको चाहिँ म गराउँछु र म सिकाउँछु भन्ने हामीलाई के लाग्छ भने अब हिल्सको नानीहरूलाई सिकाउनुमै क्लासिकल क्या जरुरी छ क्या हजुर हजुर तर हेर्नु पर्यो भनेदेखि त अब मेरो दृष्टिकोणमा अघि तपाईँले भन्नुभयो अरू पनि होला तर मेरो दृष्टिकोणमा चाहिँ अब यो कथक नृत्यलाई चाहिँ जन्माउने चाहिँ तपाईँहरू जस्तो नै लाग्छ मलाई चाहिँ किनभनेदेखिलाई यस्तो प्रकारले खुलेर ठुल्ठुलो मञ्चमा पर्फर्म गरेको चाहिँ मैले नानीहरू देखेको थिइनँ अब जो चाहिँ अहिले अब देख्नु पनि पाउँछ हामी कतिवटा कार्यक्रमहरू हुँदाखेरि है किनभने म आफै पनि एउटा नृत्यमा एउटा इच्छा धेरै मलाई इच्छा लाग्थ्यो किनभने त्यस्तो ठाउँै मैले पाइनँ कि अनि त्यतिकै मेरो ठाउँ नपाउँदा इच्छा नै मरेर गयो अब अहिले चाहिँ तपाईँहरूलाई देख्दाखेरि एकदमै तर पनि अब यो उमेर भइसक्यो र पनि एउटा सिक्छु भन्ने चाहिँ हुन्छ तर अब सबैको व्यस्तताले गर्दा त्यही नै हुन्छ अब सबैले अब तपाईँले भन्नुभएको जस्तै अब है इच्छा तपाईँले हुनु तपाईँ व्यस्तताले नभ्याउनु भएकोमा चाहिँ अदरवाइज हाम्रोमा उमेरको चाहिँ कुनै पनि रियाज हुँदैन जस्तो लाग्छ मलाई है म मेरो अब जस्तो कि म्यामकोमा मेरो एकाडेमीमा अहिले लेडिज ब्याच जस्तै 50+ सम्मको पनि छ अस्ति भर्खर
हाम्रो एनुअल प्रोग्राममा ए 50 प्लसहरुको आउनुहुन्छ एनुअल प्रोग्राममा पनि हामीले पर्फर्मेन्स गर्यो हैन अन्त सो सरी तपाईलाई हामीले इन्भाइट गर्नु बिर्सेछौँ मलाई मन चाहिँ दुखिरहेको छ तर हैन हामी त्यो उयो भएको मात्रै कि तर नेक्स्ट टाइम अभियसली तपाईँलाई भन्छौँ है अन्त यो चाहिँ के भने चाहिँ नि मलाई के लाग्छ भने एउटा कला भन्ने कुरा कुनै पनि उमेरले है कुनै पनि समयले र एउटा रेस्ट्रिक्सन भने नआओस् जस्तो लाग्छ है यो हामीले सबैले गर्नुपर्छ है सिक्नुपर्छ त्यही कारणले गर्दा हाम्रोमा एकदमै म त भन्छु म मोटिभेट गर्छु तपाईँहरू जस्तो नाच्दाखेरि मलाई जस्तो कि अस्ति हाम्रो है उहाँहरू लेडिज ब्याचको नाच्दाखेरि मलाई यति बेसी खुसी लाग्यो क्या एउटा यस्तो नि हाम्रो पनि एउटा गर्ने एउटा सोर्स अफ इन्कम हो हामीले उहाँहरू आयो भने हाम्रो लागि तर त्योभन्दा पनि खुसीको कुरा चाहिँ उहाँहरू जब आफ्नो लाइफ जिउनु भयो नि त्यो मलाई एकदम खुसी लाग्छ क्या किनकि अब अहिलेको हामी अब बिङ अ मदर है मलाई पनि याद छ है हामीलाई आफ्नो नानी खानापिना कुनै के जहिले यति बेसी लाइफ यति बेसी रस छ क्या हाम्रोमा यति बेसी ह्याट्रिक छ तर त्यो बाइक पनि जब मेरोमा यहाँ म्यामकोमा हाम्रोमा 1-2 लेडिजहरू आएर 2 घन्टा टाइम लिएर उहाँहरूले जस्ट आफ्नो लागि जिउनु हुन्छ नि एकदम आनन्द लाग्छ मलाई चाहिँ अन्त मलाई खुसी लाग्छ कि तपाईँहरूले गर्नु नसक्ने इम्पोसिबल भन्ने जिन्दगीमा के पनि छैन कोसिस गर्नुहोस् टाइम निकाल्नु हामी छौँ टाइम र कोसिस गर्नुहोस् कोसिस गऱ्यो भने नि इम्पोसिबल भन्ने कुरा कुनै पनि हुँदैन अन्त यसपालि लेडिजहरूले गर्नुभयो यति बेसी खुसी लाग्यो हामी क्या अन्त उहाँहरूलाई देखेर अरू मोटिभेट भयो हुँदै रहेछ क्या गर्नु सक्ने रहेछ एज चाहिँ म्याटर हुँदैन एकदम भयङ्करै डान्स गर्नु चाहिँ त्यस्तो हामीले चाहेको पनि थिएन कि सक्दैन नि उनीहरूले होइन भर्खर प्रायः जस्तोले एडमिसन गरेर गर्नुभयो र पनि जति गर्नुभयो नि हामी एकदम सेटिस्फाई छ है त्यसमा चाहिँ क्या अब उहाँले सरस्वती वन्दना हामीले गरायौँ उहाँलाई होइन ग्रुपले एकदमै राम्रो चाहे अब सायदै उहाँ 50-60 इयर्सको टाइममा फर्स्ट पर्फर्मेन्स होला डान्स भन्ने कुरा है तर उहाँहरूले एउटा इन्जोय गरेर गर्नुभयो उहाँहरूको लागि जिउनु भयो मलाई त्यो कुराको एकदमै आनन्द डान्समा त कुनै एजबारै हुँदैन भनौँ न है अब तपाईँले जब सोच्नुहुन्छ तपाईँ त्यति बेला तपाईँको टाइम हो राइट जब स्टार्ट गरेँ त्यही राइट एकदम राइट कस्तो राम्रो कुरा है विशेष गरेर अब यो हाम्रो कार्यक्रम पनि महिलाहरूको लागि नै हो महिलाहरूलाई उत्साह गर्नको निम्ति नै हो यो कार्यक्रम पनि अनि तपाईँले यति भनौँ न गहिराईको कुरा बताइदिनु भयो है अब त्यो 50-60 वर्ष पुगेको महिलाहरूले आफ्नो जिन्दगी जिउनु भनेको नि किनभने हामी महिलाहरू त अब यो भनौँ न अहिले पनि चुला चौका सम्हाल्दाखेरि है बाहिर समाज के पर्छ त्यो सम्हाल्दाखेरि नै आफ्नो जिन्दगी जिउनु नै बिर्सिन्छ अब मान्छे अहिले डिप्रेसन एन्जाइटी होइन मान्छेलाई त्यो कतिवटा भइसकेको छ तर अब मलाई चाहिँ लाग्छ यो कुराहरू बाहेक पनि छ लाइफ क्या जिउनुहोस् अब तपाईँहरूको लाइफ जिउनुहोस् यहाँनिर एज चाहिँ म्याटर हुँदैन क्या एज म्याटर हुँदैन तपाईँ आउनुहोस् हामी सिकाउनुको लागि हाम्रो यदि भले 1 दिन हुँदैन 2 दिन हुँदैन तर 10 दिन हुन्छ हामी नचाहेर देखायौँ होइन त्यति चाहिँ कन्फिडेन्ट हामी राखेको छौँ हजुर वेलकम छ तपाईँहरूलाई हजुर जतिजना पनि हाम्रो कार्यक्रम नारी संसार सुनिरहनु भएको छ है तपाईँहरू पनि नृत्य अब यही भन्दिनँ तपाईँहरू कथकै सिक्नुपर्छ भन्ने पनि छैन है तपाईँहरूलाई जुनै फर्म डान्सको जुनै नृत्य पनि गर्नु मनपर्छ है तपाईँ अब मै जस्तो सोच्नुहुन्छ भने मेरो त अलिकति उमेर पुग्यो म सक्दिनँ भनेर सोच्नुहुन्छ भने तपाईँहरूको लागि 2 जना म्याडमहरूले आज यति राम्रो कुरा गरिदिनु भयो जब तपाईँले सिक्नुहुन्छ तबदेखि नै तपाईँको उमेर सुरु भएको एज इज जस्ट अ नम्बर भन्ने खाले छ नि है त्यसलाई नै सोचेर हिँड्नु पर्ने रहेछ अब तपाईँहरूको कुरा सुन्नु अलिकति म पनि मोटिभेट भयो अलिकति बिहान छिटो उठेर अब म पनि प्र्याक्टिस चाहिँ गर्नु पर्यो भन्ने हजुर एकदम रमाइलो कुराकानी भइरहेछ अघि तपाईँहरूले भन्नुभयो नि अब कथकमा जुन चाहिँ तपाईँहरूले ताल बोल लगाएर गर्नुहुन्छ भने नि एकदमै तपाईँहरूको चाहिँ त्यो बोल भन्छ तपाईँहरू लाउनुहुन्छ नि त्यो बोलै लाउँदाखेरि पनि एकदमै मजा लाग्ने गर्छ है अब एक दिन त तपाईँहरू 2 जना अब गुरु शिष्यसँगै पनि हुनुहुन्छ है मैले तपाईँहरूको पर्फर्मेन्स त अब नृत्य त हेरेकै छु तर तपाईँहरूले बोल लाउनुहुन्छ नि त्यो पनि एकदमै अब मलाई त त्यही सुन्दा पनि चिरिङ हुन्छ अलिकति हाम्रो श्रोताहरूलाई पनि सुनाइदिनुहोस् न आज अच्छा बोल भन्नाले चाहिँ हामीलाई के हुन्छ भने अब एउटा ताल कुनै पनि एउटा है अब जस्तो कि हामीले ताल गऱ्यौँ भने हामी सुरु ताल 3 ताल एक ताल झाप ताल धमार ताल यो ताल तर हामी सुरुवातको ताल 3 तालबाटै सुरु गर्छौँ है किनभने 3 तालमा चाहिँ धेरै गहिराई छ क्या त्यसको मिठासै 3 तालमा छ 16 मात्राको हुन्छ 16 बिट 3 ताली 1 खाली हुन्छ होइन 1-5-13 मा ताली भयो भने 1-9 मा खाली हुन्छ र चाहिँ अब यसबाट नै हामीले कतिवटा कम्पोजिसनहरू बनेको हुन्छ गुरुजीहरूबाट सिकेको है हामीले पण्डित बिरजू महाराजजीकोबाट गुरु श्री सन्दीप मल्लिकजीकोबाट हामीले कतिवटा बोल बानीहरू कतिवटा राम्रो राम्रो कम्पोजिसनहरू सिकेको छौँ र हामीले त्यही बोल बानीहरूलाई कति कुरा अब गर्दाखेरि पनि स्टिल अहिले पनि हामी गरिरहेको छौँ उहाँहरू सिकिरहेको छौँ हो हजुर अन्त अब जस्तै कि हामीले सिम्पल हामीले एउटा बोल गर्दाखेरि ताथै ततथै आथै ततथै थै ततै ततै थै थै ततथै ताथै ततथै आथै ततथै थै ततै ततै थै थै ततत
तत्तत्ता तत्तत्ता ताथै तत्तथै आथै तत्तथै थै तथै तथै थै थै तत्तत्ता तत्तत्ता तत्तत्था। यो सिम्पल एउटा टुक्रा जो हामीले गुरुबाट सिक्ने मौका पायौँ र हामीले स्पिचलेस भन्छ म चाहिँ हेरेको भयो तपाईँले हाम्रो श्रोताले पनि सुनिरहनु भएको छ, सायद उहाँहरूले पनि एकदमै मजा लिइरहनु भएको होला हाम्रो कुराकानी। सायद तपाईँहरूले लगाइदिनु भनेको बोलमा झन् उहाँहरू एकदमै खुसी हुनुभयो होला। एउटा हामी एउटा गिन्तीको एउटा सिम्पल बोल 3 तालबाट दा दिन दिन्दा दा दिन दिन्दा ना तिन तिन्ना ता दिन दिन्दा दा दिन दिन्दा दा दिन दिन्दा ना तिन तिन्ना ता दिन दिन्दा 1 1 2 3 4 5 1 2 1 2 3 4 5 1 2 3 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1 1 2 3 4 5 1 2 1 2 3 4 5 1 2 3 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1 1 2 3 4 5 1 2 1 2 3 4 5 1 2 3 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5। साह्रै राम्रो है। अनि सायद मलाई लाग्छ तपाईँहरू अब यसरी प्र्याक्टिस गर्दाखेरि सायद बोल लाउने पनि तपाईँहरू नै हुनुहुन्छ, पर्फर्म गर्ने पनि तपाईँहरू नै हुनुहुन्छ। हजुर यस्तो हुन्छ बोल हामी जब बोल लाउने भन्दा अब यो रिसाइटेसन हो, हामी परन्त भन्छौँ है। अन्त हामी विथ एकम्पनीसँग तबला पकवास हार्मोनियम या हाम्रो जति पनि हुन्छ हामी लाइभ पर्फर्मेन्स गर्दाखेरि उहाँहरूसँग बसेर उहाँसँग यो चाहिँ एउटा कनेक्सन हुन्छ कि एउटा स्टुडेन्टसँग गुरु सँगसँगै एउटा हाम्रो जो हामीलाई एकम्पनी बजाइरहेको हुन्छ उहाँहरूसँग एउटा सोल कनेक्सन हुन्छ। यस थ्रु कनेक्ट हाम्रो यो पर्फर्मेन्सहरू बनेको हुन्छ। भनेपछि कथक नृत्य गर्नेले अलिकति यो अघि त तपाईँले भन्नुभएको बोल पनि सिक्नै पर्ने हुन्छ। हजुर यो त बोल तपाईँले ताल याद गर्नु पर्यो, लय स्पिड हुन्छ जस्तै कि विलम्बी द्रुत मध्य यो लय हो। यो अब ताल तपाईँले कुन चाहिँ तालमा गर्नुहुन्छ त्यो ताल याद गर्नुपर्छ, तपाईँले हातमा पनि देखाउनुपर्छ, तपाईँले नगमा पनि सुन्नुपर्छ। नगमा भनेको त्यो बजिरहेको हुन्छ, त्यो लय 16 बिटको लय बजिरहेको हुन्छ है त्यहाँ, त्यसलाई पनि गर्नुपर्छ, त्यो मेन हो। त्यही भएर त इन्डियन क्लासिकल अब मैले बुझ्दा चाहिँ प्रायः जस्तो किन सिक्नु मान्दैन भन्नुहोस्, यहाँ दिमागको काम पनि दिमागको काम। हजुर अहिले मैले अब 16 बिट हामीले बजाउँदाखेरि त नगमा बजिरहेको हुन्छ, धादिनको बिट बजिरहेको हुन्छ। अब नानीहरूले यहाँ अब धा दिन गरिरहेको हुन्छ होइन, अब उता चाहिँ त्यो कान पनि ठाडो पर्नु पर्यो उनीहरूले। हजुर हजुर त्यो 16 बिटमा टक्कै उनीहरूले सममा आउनु पर्यो। अगर सममा आइपुगेन भने त्यो रङ भइगयो, सम अब बाहिरको 16 बिटको बाहिर रङ भइगयो नि त। त्यही भएर चाहिँ उनीहरूले त्यो कुरो चाहिँ क्या एकदमै प्रपर क्या त्यहाँ पनि कान पनि ठाडो पार्नु पर्यो त, कन्सन्ट्रेट क्या मेडिटेसन भन्दा पनि हुन्छ। किनभने चाहिँ यो विदाउट मेडिटेट हुँदैन, किनकि तपाईँले उसँग कनेक्ट गरिराख्नु पर्यो। तब म तपाईँसँग हाँसिरहेको थिएँ, मैले त्यो सुनिरहनु पर्छ। हजुर एक्सप्रेसन पनि तपाईँले देखिराख्नु पर्छ, तपाईँको पुरा फुल मुभमेन्ट बडी खुट्टा हात अनुहार स्टेज पर्फर्मेन्स गर्दा पनि तपाईँ हेर्नुहोस् होल बडी कनेक्ट हुनु रङ भयो भने तपाईँले अघि त्यो कुरो रिपिट गर्नु पर्यो स्टेजमा पनि। त्यो बिचमा तपाईँ आइपुग्नु भएन भने हजुर तपाईँ जति ठुलो डान्सर पनि भए पनि रङ भयो भने तपाईँ अघि त्यो कुरोले तपाईँ रिपिट गर्नुपर्छ, स्टेजमा गर्नुपर्छ, राइट गरेरै तपाईँ छोड्नुपर्छ, नभए तपाईँलाई माफी छैन। तपाईँले भन्नुभएको जस्तै यसमा चाहिँ एकदमै दिमागको काम पनि पुरै एकदम तपाईँले अब मलाई भन्छ नि तन छ कहाँ मन छ यहाँ भन्ने चाहिँ हुँदैन, एकदम तपाईँको तन मन चाहिँ यी हुनुपर्छ। हजुर पहिला अब त्यो के याद आयो भन्दा तपाईँले हामी पहिला नाच्दाखेरि बिग्रियो पनि केही हुन्थेन नि, फेरि लड्यो भने पनि उठेर आएर हामी नाचिहाल्ने, त्यस्तो चाहिँ भएन। प्योर इन्डियन क्लासिकल एकदम तपाईँको एउटा ट्रेनको यो जुन चाहिँ ट्र्याक छ नि त्यो हिसाबले तपाईँ यता गएको त एक्सिडेन्ट। हजुर 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 मलाई सिम्पल वेमा मैले भन्नु खोज्दाखेरि चाहिँ एउटा ट्र्याक हो यो चाहिँ एकदम तपाईँ डिसिप्लिनमा बस्नुपर्छ। हामी जस्तो डिफ्रेन्ट लयमा जान्छौँ नि, जस्तो अब 3 तालमा होइन 3 इयर्ससम्म सिकाउँछु। अब यो 3 ताल त राजा ताल भन्छ होइन, यसको त कुनै एन्डिङ छैन। त्यसको अथवा त हामी सेकेन्ड इयर जुन चाहिँ झाप तालमा आउँछौँ, त्यहाँदेखि 1 तालमा गराउँछु, धमार ताल डिफ्रेन्ट तालमा छ। जब 16 बिटमा गर्दछ भने 12 बिटमा फेरि गर्नु पर्यो, 14 बिटमा गर्नु पर्यो, 15 बिटमा गर्नु पञ्चम सौरी ताल, त्यो प्रकारले जान्छ हाम्रो। हजुर हजुर भनेपछि निकै लामो प्रोसेस छ। हजुर प्रोसेस त लामो छ, सर्टकटमा चाहिँ हुँदैन, म त सर्टकटको चाहिँ जग्गै छैन यहाँ। छिट्टो क्लासिकल डान्सर हुन्छु भन्ने त छैन, तर यसमा चाहिँ एकदमै धैर्य चाहिँ हुनु पर्यो है, धैर्य हुनु पर्यो, एकदम डिसिप्लिन पनि हुनु पर्यो है, एकदमै आफू अलिकति दिमाग पनि चलाउने हुनु पर्यो। तपाईँहरूको कुरा सुन्दा त्यस्तो लाग्यो, तर म पनि अब एउटा अडियन्स भएर हेर्दा चाहिँ मलाई चाहिँ अब के सजिलो नाचेको जस्तो लाग्थ्यो कि, अब के मजाले त्यहीँनिर फटाफट गरिहालेको कि छिटै म त सिकिहाल्छु नि भन्ने खाले त्यस्तो थियो। तर आज तपाईँहरूको कुरा सुन्दा चाहिँ होइन रहेछ, अलिकति सोचेर नै कदम उठाउनु पर्ने। हजुर हजुर हेर्दा चाहिँ इम्पोसिबल त छैन, इम्पोसिबल त छैन, तर तर धैर्य चाहिँ मेन टाइम तपाईँले प्रिपेयर चाहिँ हुनु पर्यो क्या, मलाई चाहिँ सिक्नै पर्छ। रियाज हो मेन चाहिँ। अब जस्तो हामी क्लास हेर्नुहोस् स्याटरडे सन्डे 2 डेज त हो होइन, र त्यसमा त केही हुँदैन नि त, हामीले सिकाउँछौँ छोड। उहाँले रियाज चाहिँ मेन घरमै गर्नु पर्यो। विदाउट रियाज त क्लासिकल डान्स तपाईँले गर्नु सक्नु हुँदैन। अब जस्तो तपाईँले सोच्नु भएन म एकैचोटि स्टेज पर्फर्मेन्स गर्छु, कहिल्यै हुनु सक्दैन। अब 2 दिन क्लास गरेर तपाईँले स्टेज पर्फर्मेन्स कहिले दिनु
सक्नु रियाज त डेली चाहियो नि त तपाईँलाई पर्फेक्सन त आउनु पर्यो त्यो कुरामा हजुर म्याडम तपाईँहरू त अब यति निपुण हुनुहुन्छ है तर तपाईँहरूले अब क्लास पनि खोलिरहनु भएको छ तपाईँहरूले पनि अहिले पनि सिक्नुपर्छ हजुर स्टिल न हामी सिकि नै राखेको छौँ हामी गुरुकोबाट अनलाइन एकदम अनलाइन क्लासेसहरू पनि सिक्नुहुन्छ किनभने चाहिँ यस्तो लाग्छ एउटा सिक्ने कुरा भन्ने कहिले पनि एन्ड हुँदैन क्या अन्त जस्तै कि अहिले अब जस्तै कि अब मेरो एउटा इक्जाम्पल लिन्छु है अब म ठुलो भएको चाहिँ होइन है अब मैले मास्टर्स गरेँ यसमै हुनु त अरू यो फिल्डमा अरूहरूले गर्ने पनि हुनुहुन्छ है तर मेरो एउटा इक्जाम्पल के त अब मास्टर्स गरेँ मतलब त मैले भयङ्कर भएँ म पढिसकेँ त होइन नि त है अब त्यहाँदेखि चाहिँ सुरु हुँदो रहेछ खास स्टार्टिङ चाहिँ पहिला चाहिँ हामीले जब ब्याचलर र मास्टर्स गर्दाखेरि त बेसिक मात्रै थिएछ हाम्रो लागि हजुर हजुर अब जब मास्टर्स गरिसकेँ नि त्यहाँदेखि चाहिँ सुरु हुँदो रहेछ अझै झन् टिचर भएपछि चाहिँ त्यहाँदेखि चाहिँ तपाईँले निखार्ने काम हुन्छ नि किनकि यस्तो हुन्छ अब एउटा टिचर भनिसकेपछि एउटा रेस्पोन्सिबिलिटीको कुरा हो है एउटा कुनै पनि नानी तपाईँको गाइडेन्समा छोडेको र ऊ नानीलाई उसको ट्र्याक सही हुनुपर्छ यो हाम्रो दायित्व हो हजुर हजुर हामीले लिएर गर्नुपर्छ र हाम्रो एज अ प्यारेन्ट्स भन्दा पनि डरलाग्दो प्यारेन्ट्स हामी भएर गर्नुपर्छ त्यो कारणले गर्दाखेरि सबैभन्दा पहिला सिकेको ट्रेन चाहिँ आफू हुनुपर्छ हामी सही छौँ भने मात्रै तपाईँको हामी नानीलाई पनि सही लान सक्छौँ हामी सही छैनौँ र हामी ट्रेनै छैनौँ भने हामी के सिकाउनु त्यो नानी मिसगाइड भइहाल्छ हजुर हजुर अन्त यो अब हाम्रो फिल्डमा चाहिँ अब हामी त्यसै गरिरहेको छौँ र अब हामी नानीहरूलाई पनि त्यसरी नै गर्ने कोसिस गरिरहेको छौँ भनेपछि आउँदो फ्युचरमा सिक्किममा पनि हामीले अञ्जली राई सुमी राई जस्तो एकदमै राम्रो कथक नृत्य गर्नेहरू धेरै सिक्नु पाउँदै किनभने यति साह्रो जिम्मेवारी लिएर तपाईँहरूले काम गरिरहनु भएको छ सिकाइरहनु भएको छ है त्यस्तो डान्सरहरू धेरै देख्ने रहेछौँ भन्ने पनि अब अञ्जली राई सुमी राई भन्दा पनि माथिको हुनसक्ने मतलब क्यापेबिलिटीको नानीहरू छ है किनकि अब हामी सोच्दैनौँ न हाम्रो नानी हामीसँग मात्रै सीमित होस् भनेर हामीभन्दा माथि जाओस् नानीहरू है किनकि जसकोमा एउटा पोटेन्सियल छ जसले गर्नु सक्ने क्यालिबर छ भने उनीहरू जानुपर्छ है हामी छौँ पछाडि होइन हामीसँग सीमित राखेर हामी पनि प्यारेन्ट्सले विश्वास चाहिँ गर्नु पर्यो क्या प्यारेन्ट्सले पुसअप गर्नु पर्यो नि नानीलाई होइन होइन यसमा गराउँछु भन्नु चाहिँ ठान्नु पर्यो प्यारेन्ट्सले एकदम हजुर त्यो प्यारेन्ट्सकै कुरा गर्दाखेरि फेरि तपाईँहरूलाई सोध्नु मन पऱ्यो है तपाईँहरूले अब आफ्नो आफ्नो डान्स क्लास चलाइरहनु भएको छ अब पहिला सुमे म्यामले त अब त्यही खाले नै वातावरण पाउनुभयो र सपोर्ट पनि पाउनु भएर तपाईँ त्यसमै अगाडि पनि बढ्नुभयो अब जस्तै हाम्रो अञ्जली म्यामले अलिकति त्यतिखेर अब थिएन त्यस्तो खाले तपाईँले सुमे म्याम जस्तो एउटा राम्रो एउटा गुरु पाउनुभयो है र अहिले हेर्नु पर्दाखेरि तपाईँहरूको आफ्नो आफ्नो डान्स क्लास छ प्यारेन्ट्सहरू भयो नानीहरू भयो है यो नृत्यलाई लिएर क्लासिकल नृत्यलाई लिएर कतिको उत्सुकताको साथमा उहाँ हुनुहुन्छ कतिको अवेरनेस आएको छ यो नृत्यलाई लिएर अहिले चाहिँ नि म एकदमै आई फिल प्राउड के पहिला हाम्रो जमाना या म्यामको जमानाको टाइमको प्यारेन्ट्स हुनुहुन्न है अन्त यो पनि अब राम्रो प्लस पोइन्ट हो अहिलेको प्यारेन्ट्सहरू एकदमै कन्सियस हुनुहुन्छ डान्स एन्ड म्युजिकमा हाम्रो नानीहरूलाई एज एन एकाडेमिकली मात्रै नलैजाउँ है यो फिल्ड एज एन हामीले एउटा क्रिएटिभिटीले मतलब क्रिएटिभिटीमा पनि उनीहरूको नानीहरू होस् भन्ने नानीहरूकोमा अहिले त्यो मतलब छ नानी है प्यारेन्ट्सहरू त्यही भएको कारणले गर्दा होला सायद अहिले हाम्रोमा एकदमै राम्रो स्टुडेन्टहरू पाइन्छ सुमी म्यामको एकाडेमीमा एकदमै राम्रो नानीहरू छ है अब हामीले छैन भन्नु मिल्दैन किनकि है अन्त त्यो चाहिँ एकदमै प्यारेन्ट्सहरूको नै सायद इनिसिएटिभ हो है उहाँहरूले ल्याउनुहुन्छ नानीहरू नो डाउट होइन हाम्रो क्लासमा प्रायः छ नानीहरू त निकै नै है अञ्जली र मेरोमा त तर अब मैले चाहिँ भने अब जुन चाहिँ प्रकारले अब अहिले छ उनीहरूले गर्नुहुँदैछ नानीहरू सानसानै छ नि त होइन र मलाई चाहिँ लाग्यो कि क्लास 10-12को आफ्टर है बाद पनि उनीहरूले त्यो नानीहरूलाई कन्टिन्यू क्या गर्नु यो चाहिँ नछोड्नुहोस् भन्ने खालको क्या त्यो चाहिँ हुनुपर्छ क्या प्यारेन्ट्सहरूले अब उहाँ प्रायः त मैले तपाईँलाई त भनिहालेँ अघि है प्रायः 12 सकेपछि त प्रायः नानी फर्केरमै आउँदैन है क्लास अब मैले चाहिँ भन्छु सानैदेखि त्यो नानीलाई सिकाउनु भयो तपाईँले एउटा इन्भेस्ट पनि त गरिरहनु भएको छ अब त्यत्तिकै अचानकै उनीहरूले क्या त्यो नानीहरू उठाएर लानुहुन्छ त्यस्तो प्रकारले अब हो क्लास 9 अब आउँदैन नानी अन्त के चाहिँ फाइदा भयो भन्ने म त्यो पनि एउटा क्या मलाई चाहिँ क्वेसन क्या कोही बेला लाग्छ र हाम्रो यता हिलमा सिरियसनेस चाहिँ अलिकति क्या कम्ती छ क्या मलाई मैले बुझ्दा चाहिँ जस्तो अब प्लेन साइड हेर्नुहोस् ल प्रायः हेर्दाखेरि उहाँले चाहिँ यो कुरोलाई चाहिँ उनीहरूले यस्तो सोच्छ नि त अब मैले डान्स क्लास हालेपछि एउटा इन्भेस्ट गरेको हो नि त त्यही यो नानीलाई त इन फ्युचरमा चाहिँ उनीहरूले एउटा यस्तो छैन त्यो नानी पढेर पनि जबै गर्नुपर्ने भन्ने पनि छैन उसले बादमा यो कुरोलाई कन्टिन्यू गरेर राख्यो भने त उसले इन्स्टिट्युट खोल्नु पनि सक्छ नि त होइन यो कुरा लिनु सक्छ क्लासिकल डान्सै भने जुनै पनि डान्स हामी गऱ्यो भने एक्चुअली मेन्टली पनि त हामी
है कति फ्रेस रहन्छु होइन त्यो पनि सोच्नु पर्यो नि त अब अर्निङ त सबले गर्छ है अरू जबतिर पनि भइहाल्छ नि अर्निङ त तर म चाहिँ त्यस्तो लाग्यो क्या प्यारेन्ट्सले अलिकति भिन्दै क्या है छुट्टै अलिकति सोच्नुपर्छ क्या उहाँहरूले क्या अब इन फ्युचरमा त अभियसली सिक्किममा पनि एज एन सब्जेक्ट हुन्छ है त्यो टाइममा तपाईँको हातमा डिप्लोमा या डिग्री नै छ भने चाहिँ एकदमै राम्रो किनकि उहाँहरूले चान्स पाउँछ नि त यो फिल्डमा तपाईँहरूले एज अ टिचर भन्नु या कलेज प्रोफेसर हुनु सक्ला होइन अन्त त्यसले गर्दाखेरि चाहिँ अब फ्युचर छ नि जस्तो लाग्छ अब है अब तर प्यारेन्ट्सलाई कन्भिन्स गर्नु चाहिँ एक्चुअली गभर्मेन्टको कुरा गर्दाखेरि मलाई चाहिँ लाग्यो अब म्युजिक डिपार्टमेन्ट त छ तपाईँलाई थाहा छैन हजुर अब मलाई डान्सको पनि हुनुपर्ने क्या हजुर हजुर एकदमै जरुरी छ क्या डान्सको भयो भने चाहिँ नानीहरूले के भन्छन् आफ्टर 12 चाहिँ यतै जोइन गर्नु सक्छ नि त मास्टरको लागि अब जस्तो हाम्रो अञ्जलीले मास्टर गरेर आएको छ उताबाट होइन अब उहाँले चाह्यो भने अञ्जलीले पनि त्यहाँ गरेर नानीहरूलाई होइन गर्नु सक्छ त्यो भयो भने आफ्नै घरकै खाना खाएर घर आँगनमा नै सजिलो पर्यो नि है सजिलो पर्यो बाहिर जानु हजुर कतिजना चाहिँ अब त्यही हुन्छ अरे इच्छा हुँदा हुँदै पनि अब जस्तै इच्छा मारेर डिस्टेन्सका कतिले सोच्छन् त कलकत्ता जानु पर्यो है खर्च कति छ हुनु पनि कति प्यारेन्ट्सको प्रब्लमै हुन्छ हजुर किनभने फेरि अब कतिजना त बाहिर पनि गएको हुँदैन डर पनि प्यारेन्ट्सहरूलाई डर पनि हुन्छ यो चाहिँ एकदमै राम्रो कुरा गर्नु फेरि यस्तो पनि हो कि तपाईँलाई म के भन्छु अब त्यो चाहिँ मेरो रियालिटी हो है म पनि त पहिला कहिले पनि गएको थिइनँ है अन्त त्यो जग्गामा सर्भाइभ गर्नु पनि सक्ने एउटा कुरा हुन्छ है अन्त त्यहाँ गएर तपाईँले जोसुकै जहाँसुकैलाई गरेर गऱ्यो भने तपाईँहरू एकदम मिसगाइड हुन्छ त्यो चाहिँ मेरो एक्सपिरियन्स हो यो कुराहरू मैले झेलेर आएको छु है म आजको दिनमा अञ्जली राई म त्यसै यो जग्गामा पुगेको होइन किनकि त्यो जग्गाको त्यो स्ट्रगल टाइम के हो अब स्ट्रगल म भन्दिनँ त्यसलाई है अब मैले त्यो हुनु मेरो लागि राम्रो भयो म आजको दिनमा यो निपुण भयो र मैले इक्जाम्पल दिन सकिरहेको छु है किनकि कतिवटा जग्गामा यति बेसी डोमिनेट हुन्छ है हामीलाई कतिजना के हो के गर्छस् यिनीहरू चिन्की आइस अभियसली अब नर्थ इस्ट हामी यिनीहरू चिन्की मिङ्की भन्थ्यो हामीलाई होइन तर आफू चाहिँ हुन्छ नि मान्छेको कुरा नसुनेर म चाहिँ त्यस्तो अटेरी थिएँ क्या कसले के भन्दैछ कसो भन्दैछ इभन मेरो म त साथी पनि बिहारी साथी थिएँ क्या म पार्टनर पनि म आफ्नो स्टेटसँगको मान्छेसँग बसेर मलाई चाहिँ लाग्थ्यो क्या सायद म डिस्ट्र्याक्ट हुन्छु होला है म चाहिँ कस्तो भन्नु न अब हुनु त म एजमा अलिक सानो थिएँ होला त्यो टाइममा तर पनि म एकदमै मेरो चाहिँ यस्तो थियो क्या यस्तो फोकस थियो मेरो चाहिँ भरे मेरो नेपाली साथीहरूसँग बस्दाखेरि थियो त्यहाँनिर है अरूहरू पनि थियो उनीहरूसँग बस्दाखेरि के यहाँ जाउँ त्यहाँ जाउँ के भन्ला होइन अन्त मेरो आमा बाउले मलाई जुन चाहिँ मलाई एफोर्ड गरेको छ अब त्यहाँ गएर बस्नु पनि त एउटा कुनै पनि मामुली कुरा हुन्थेन है मेरो आमा बाउले सक्थ्यो भन्दैमै मैले त्यो कुरालाई पनि त मैले रियलाइज गर्नु पर्थ्यो है अन्त त्यसले गर्दाखेरि चाहिँ म चाहिँ बिहारी साथीसँग बस्थेँ क्या ऊ साथी न रकल जग्गा न के हो सिम्पल लाइफ क्लासलाई नै मलाई एडप्ट गरेँ हो त्यहाँदेखि आजको दिनमा अब यो हुनु सम्भव पनि त्यही जुनै पनि फिल्डमा तपाईँ गर्नु स्ट्रगल त गर्नै पर्यो मैले प्राउड फिल गर्छु भनेर मलाई बनाउँछु भनेर चाहिँ सोचेको थिएँ क्या अन्त म आफैलाई खुसी लाग्छ मैले त्यो गर्नु मेरो जुन चाहिँ मेरो गोल थियो त्यसलाई मैले सही गुरु पाउनुमै भाग्यको कुरा हो हामीले है अब त्यो गुरु पनि है सबैले पाउँदैन अब अञ्जलीले पनि पायो होइन अब मेरो थ्रु होस् या अञ्जली सन्दीप हाम्रो गुरुजी हुनुहुन्छ अहिले होइन हामी है भाग्यमा नि हामीलाई लाग्छ क्या गुरु गाइडेन्स मान्छेले गर्यो कति कुरा है अन्त त्यही भन्छु अब के हो नानीहरू हामीलाई जाँदाखेरि पनि कति मिसगाइड हुन्छ कतिले पैसै मात्रै हेर्छ यो कुराहरू छ बाहिर एकदमै छ यो कुराहरूलाई यो कुरा मैले फेस गरेर कति भनेपछि जतिजना पनि जानु चाहनुहुन्छ भनेदेखिलाई एकदमै राम्रो बुझेर मात्रै गए है त्यहाँको जानकारी बुझेर अनि तपाईँले भन्नुभएको जस्तै अनि सङ्गत गुनाको फल भन्छ नि साथीभाइ पनि एकदमै बुझेर यो कुरा त हुन्छ अब स्पेसली हाम्रो सिक्किमको नानीहरू सोच्नु अब कहिले कहिले निस्केको हुँदैन कोही बेला अब कोही त होला कतिजना त कहिले बाहिर निस्कौँ के भने त आफ्नो गोल छोडेर है आफ्नो जुन चाहिँ एम एन्ड एम्बिसन छ त्यो छोडेर अर्कोपट्टि जाने तपाईँमाथि पनि एक्चुअली डिपेन्ड गर्छ नि हामीमाथि पनि होइन भन्नु हामी होइन फोकस चाहिँ हामीलाई एकदम क्या त्यो कुरोमा राख्नुपर्छ कि क्लियर क्या म चाहिँ गर्छु त्यो डेडिकेसन चाहिँ हुनुपर्छ क्या हुनुपर्छ त्यो नभए तपाईँ त भट्किनु त सजिलो छ नि होइन एकदमै सजिलो छ भट्किनु अब आमा बाउ नजिक छैन भनेदेखि त झन् सजिलो छ झन् बाहिरतिर गएपछि बाहिरको रङ्गिन चङ्गी रमझम देखेपछि त तर एकदम आफूले के सोचेर तपाईँ अलिकति पोजिटिभ पनि हुनुपर्छ हजुर मलाई चाहिँ लाग्छ क्या सक्सेस चाहिँ हुन्छ हरेस त कति आउँछ नि मैले किन यस्तो यो क्लासिकल फिल्डले छु भन्ने जस्तो फिलहरू भयो क्या किनकि मान्छेको के हुन्छ नि अब त्यहाँनिर क्रिटिसाइज हुन्छ है मान्छेले बुल्ली गर्छ यिनीहरू के खुट्टा हात हल्लाउनु नजाने तर मलाई यस्तो चाहिँ सोचेको थिएँ म यिनीहरूलाई म प्रायः अञ्जलीलाई कतिले भन्थ्यो तपाईँ उसको त फेस अर्कै हाम्रो है अब नर्थ इस्टको फेस छ र यसो भन्छ अञ्जलीले भन्थ्यो मणिपुरी किन है मणिपुरी किन नगर्यो मणिपुरीमा जान्छ भन्दा अञ्जली भन्छ म कत्ताकै सिक्नको म त कत्ताकै गर्छु त्यो एकदमै त्योहरू पुरा हुन्छ नि तर अब हामीले भनेछु त तपाईँ नि जब तपाईँको मनमा तपाईँले सोच्नु भएको छ नि तपाईँ जस्तो
झट्टै आधी हुरी आयो भने त्यो मनलाई तपाईँले हल्लाउन सक्नुहुन्छ, त्यो चाहिँ तपाईँको मन हो। त्यो पनि जुनै काममा पनि भनौँ न, जुनै काममा पनि हजुर, नृत्यमा मात्रै नभएर जुनै चाहे तपाईँ खेलको क्षेत्रमा होस् है, चाहे तपाईँ बिजनेसमा होस्, त्यो चाहिँ हुनु पर्यो। अन्त चाहिँ म चाहिँ भगवान्भन्दा ठुलो मेरो लागि जिन्दगीमा केही पनि छैन। भगवान्को इच्छा योजना बिना संसारमा केही पनि हल्लिनु पनि सक्दैन, चल्नु पनि सक्दैन। उहाँको योजना छ होइन, भाग्यमा जे छ त्यसमा खुसी हुन्छु हो। अन्त त्यसले गर्दा आफ्नो मन चाहिँ तपाईँ एकदम पोजिटिभ, बी पोजिटिभ राख्नु पर्यो। गर्छु भने चाहिँ गर्नु। पुनमले आज खतरनाक 2 लेडिजहरूसँग पल्ला परेको छ होइन, एकदमै यो चाहिँ जति पनि हाम्रो सुनिरहनु भएको छ महिला दिदीबहिनीहरू है, अब उहाँहरूको लागि पनि यो चाहिँ एउटा स्ट्रङ मेसेज हो क्या। कतिजनालाई अब गर्नु इच्छा हुन्छ होइन, म सक्दिनँ कि होइन, आधीमा गएर होइन म छोडिदिन्छु, मैले के गरेछु लाइफमा भन्ने हुन्छ। तर उहाँहरूको लागि चाहिँ तपाईँहरूको एकदमै यो स्ट्रङ मेसेज क्या, गर्छु भनेपछि गर्छु। अब मान्छेले राम्रो त कहाँ भन्छ म्याम होइन, हजुर हजुर, तपाईँले तब आफूले तपाईँ सोच्नुहोस्, राम्रो नराम्रो त्यो देख्ने पनि हेर्ने पनि काम छैन, देख्ने पनि काम छैन होइन, तर तपाईँ सक्सेस हुन्छ। त्यो चाहिँ हामीले पनि गरेको, यो चाहिँ हामीले कथा भनेको होइन म्याम, यो चाहिँ हामीमै भएर आएर नै आजको दिनमा यो जग्गामा हामी आयौँ है, अब आउँदैछौँ है, अब इन फ्युचरमा हामी अब यसको त एन्ड त छैन, सिक्नेको त कुनै अब क्लासिकल एउटा लिएर फिल्ड लिएर हामी गर्छौँ, कथाकै अहिले सिकिसकेको छुइनौँ राम्रोसँगले भनौँ न, अहिले पनि सिक्दैछौँ भनौँ न। त्यसको 10 वर्षमा मैले सायद त्यही ताल नाचिरहेको थिएँ भने आज त्यही कुरा म 10 वर्षमा नाच्दाखेरि डिफ्रेन्स यति हुन्छ। त्यसलाई जुन चाहिँ एक्सप्रेस गर्ने जुन चाहिँ वे हुन्छ नि, तरिका चाहिँ अलिकति त्यो मात्रै अलिकति डिफ्रेन्ट भयो। र म तपाईँहरूकै फेरि अलिकति व्यक्तिगत कुरा गर्न चाहन्छु। तपाईँहरू विशेष त 2 जनै महिला हुनुहुन्छ, अहिले त तपाईँ पनि आमा भइसक्नु भएको छ, तपाईँ त आमा हुनुहुन्छ, आमा पनि बोजू हुने बेला हरेक दिनमा आमा हुनुहुन्छ है, कसैको बुहारी हुनुहुन्छ, कसैको स्वास्नी हुनुहुन्छ। यो सबै कुराहरूलाई लिएर तपाईँहरू अघि बढिरहनु भएको छ। अनि यो नृत्य क्षेत्रमा लिएर परिवारको सहयोग चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ? किनभनेदेखिलाई निकै पहिला हेर्नुपर्दा अघि तपाईँले पनि भन्नुभयो नाचेर के गर्छस् भन्ने खाली थियो नि त त्यतिखेर। अन्त यसमा परिवारको सपोर्ट, आफ्नो हस्बेन्डको सपोर्ट चाहिँ कतिको जरुरत छ? बिफोर म्यारेज त प्यारेन्ट्सको सपोर्ट त एकदमै जरुरी। अब विदाउट प्यारेन्ट्स त हामीले गर्नु पनि सक्छौँ होला होइन। बिहा भएर चाहिँ अब हस्बेन्डको सपोर्ट त एकदमै होइन झन् जरुरी हुन्छ, फ्यामिलीको सपोर्ट। र त्यो कुरामा चाहिँ मलाई लाग्छ कि हामी एकदमै भाग्यशाली छौँ क्या। उहाँको सपोर्ट बिना त हुनु पनि सक्दैन है। मेन त हस्बेन्डको सपोर्ट एकदमै जरुरी छ। एकदमै गर्नुहुन्छ सपोर्ट? एकदमै। मेरो सन्दर्भमा चाहिँ के भन्छु भने म त एकदमै थ्याङ्कफुल, ग्रेटफुल क्या। मलाई कि आई फिल सो लक्की क्या। सायदै संसारमा म जतिको लक्की छैन होला जस्तो पनि लाग्छ मलाई, किनकि मेरो प्यारेन्ट्सहरू एकदम सपोर्टिभ। जुन चाहिँ मैले यो फिल्डलाई सुने, 1-2 कुरा पनि नसोची मलाई यो फिल्डमा मलाई यो अपर्च्युनिटी दिनुभयो है। उहाँहरूले देखाउनु भएरै मलाई म जति नै ट्यालेन्टेड, जति नै कलाकारिता भए तापनि मेरो आमा बाउले मलाई सपोर्ट नगरेको भए म यो जग्गामा पुग्नु सक्दिनँ। सबैभन्दा पहिला कुरा त्यसले गर्दा मेरो आमा बाउ, मेरो प्यारेन्ट्स, एकदम मेरो फ्यामिली एकदम थ्याङ्कफुल हुन्छु होइन। त्यहाँदेखि अब बिहा भयो है। बिहा भएर अहिले मेरो हस्बेन्ड, मेरो इनलजहरू छ होइन। र यसमा पनि म एकदमै लक्की फिल गर्छु है। म्याम म 2 जनै कुरा पनि गर्छौँ, किनकि यस्तो म्याम मैले अहिले भने त म जति नै डरलाग्दो डान्सर, डरलाग्दो कलाकारै भए तापनि मेरो फ्यामिलीले, मेरो हस्बेन्डले मलाई जाऊ गर है, किनभने कस्तो कस्तो जग्गामा गएर बस्नुपर्छ, कहाँ जानुपर्छ, अचानक निक्लिनु पर्छ, कोही बेला कहाँ अचानक बस्ने बेला हुन्छ, कोही बेला अचानक जाने बेला हुन्छ। तर कोही बेला राति नै उठेर हिँड्नुपर्छ होइन, कोही बेला कस्तो मान्छेसँग उठ्नुपर्छ, कोही बेला कस्तो मान्छेसँग बस्छ, यो त रियालिटी हो नि त है। अब बस्नुपर्छ। तर हामीलाई जुन चाहिँ हस्बेन्डहरूले एउटा जुन चाहिँ एउटा विश्वास दिएर, विश्वास दिनु भन्नु नै हामी आजको दिनमा यो सक्सेस हुनु हो। र एकदमै ग्रेटफुल, एकदमै थ्याङ्क यू र ब्लेस्ड हामी सोच्छौँ हामी। म्याम म चाहिँ एकदमै हामी कुरा पनि गर्छौँ होइन। अब म्याम हुनु त मेरो गुरु हो, तर एकदमै हामी वी आर लाइक अ फ्रेन्ड क्या। मलाई चाहिँ लाग्छ अब कुनै पनि फिल्डमा लेडिजहरू आयो भने हामी खुसीसँग गर्नु पाउन, जस्तो त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हो। किन भन्नु हामी खुसीसँग, किन हामी त हेर्नुहोस् ल घर परिवार पनि सम्हालेर आएको हुन्छ, हामीले त्यसलाई इग्नोर पनि गरेको छैन है। अब हामीले कति भयो भन्नुहोस् त 1993 मेरो बिहा भएको। 30 to 33 इयर्स होइन। मेरो छोराको एज अहिले 25 रनिङ छ होइन। जब पनि गर्नुहुँदैछ नानीले। सो मलाई चाहिँ त्यो लाग्छ क्या, जुनै पनि फिल्डमा हामी जाउँ न लेडिजहरू, तर हामी चाहिँ मलाई लाग्छ त्यति नै हो, हामीलाई सपोर्ट अलिकति चाहिन्छ उहाँहरूको होइन। खुसीसँग कुनै काम गरेर फर्किँदा धक्क त्यो चाहिँ एकदम जरुरी छ क्या। त्यो चाहिँ एकदम सेटिस्फ्याक्सन भन्ने चाहिँ हामीमा छ एकदमै। अन्त भन्दैछु त सायदै भगवान्ले सोचेर एकदमै निधारमा जुन चाहिँ लेख्नु चाहिँ उहाँहरूले एकदमै राम्रै लेखिदिनु भएछ है। अनि कतिजना हाम्रो फेरि त्यही भन्न चाहन्छु है, हाम्रो दिदीबहिनीले, महिला दिदीबहिनीले सुनेर तपाईँहरू त एकदमै लकी हुनुभयो है। अनि
विशेष गरेर म यहाँबाट पुरुष हाम्रो दाजुभाइले पनि सुनिरहेको छ भने म उहाँहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरूको आफ्नो श्रीमतीले वा भनौँ आफ्नो दिदीबहिनीले केही गर्न चाहन्छ भने तपाईँहरूले पनि एकदमै उहाँहरूलाई सपोर्ट गरिदिनुहोस् होला, किनभनेदेखिलाई हजुर मोरल सपोर्ट हुँदैन। किनभने हामी चाहिँ जहिले पनि कुरा गर्छौँ नि महिला र पुरुष एउटै हो भन्ने, तर त्यस्तो हुँदैन। महिलालाई पनि पुरुषको साथ चाहिन्छ, पुरुषलाई पनि महिलाको साथ चाहिँ चाहिएकै हुन्छ है। त्यही कारणले एकअर्कालाई सपोर्ट गरेर हिँड्यौँ भनेदेखिलाई चाहिँ सबै कुरा सजिलो छ जस्तो लाग्छ यो संसारमा चाहिँ मलाई। अनि महिलाहरूले पनि विशेष गरेर पुरुषहरूको मन जित्न सक्नु पर्यो आफू सही बसेर। त्यसै चाहिँ अब है अब पुरुषलाई मात्रै सपोर्ट गर भनेर फेरि आफू चाहिँ लथालिङ्ग एकतर्फा पनि हुनु भएन होइन। तपाईँले आफ्नो डिसिप्लिन चाहिँ राख्नु पर्ने, विश्वास चाहिँ हुनु पर्यो नि। त्यो सँगसँगै आफ्नो घर गृहस्थी नानीहरूदेखि लिएर सबै रेस्पोन्सिबिलिटीलाई कम्प्लिट गरेर देन आफ्टर ओन्ली प्रोफेसनमा हामी आउँछौँ। कति राम्रो कुरा है, एकदमै स्ट्रङ मेसेजहरू तपाईँले दिइरहनु भएको छ। जतिजना हाम्रो कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूलाई पनि तपाईँहरूको कुरा सुनेर एकदमै आँट आयो जस्तो मलाई चाहिँ लाग्दैछ है। र म्याडम म सिक्किमको कुरा गर्न चाहन्छु है। सिक्किमको सन्दर्भमा तपाईँले अहिले गरिरहनु भएको छ। अहिले सिक्किममा त आर्टिस्टहरूले धेरै सपोर्ट पनि पाइरहेको छ है। अन्त तपाईँहरूलाई पनि अब मैले देखेको छु कति जग्गामा तपाईँहरूलाई पनि बोलाएर सम्मान गरिरहेको पनि देख्छु है। कस्तो लाग्छ अब जुन दिन तपाईँहरूले अब सङ्घर्षको दिनहरू पनि थियो, अघि भन्नुभयो कस्तो प्रकारले स्ट्रगल गरेर यो ठाउँमा आइपुग्यो, आजको दिनमा तपाईँहरूको काम देखेर है सिक्किममा कतिजनाले कुना काप्चाबाट हेरिरहेको हुन्छ, तपाईँहरूलाई एउटा सम्मानहरू दिइरहेको हुन्छ, कस्तो लाग्छ अलिकति बताइदिनुहोस् न। यो चाहिँ एकदमै हामीले के हो हामी ग्रेटफुल छौँ आज कलाकारहरूप्रति जुन चाहिँ हाम्रो सम्मान मेन त सम्मान होइन। हजुर हजुर त्यो चाहिँ हामीले पाइरहेको एकदमै हामी एकदम ग्रेटफुल छौँ उहाँमाथि। अब आर्टिस्ट त हामी सही मायनेमा थियौँ होइन, पहिला पनि थियौँ होइन, तर सही मायनेमा के भन्नु कलाकार चाहिँ क्यों सर आउनु भएकोदेखि हामीलाई महसुस हुन्छ क्या त्यो कुरो। अहिले चाहिँ सबै कलाकार भएर चाहिँ एउटा क्या गर्व लाग्छ क्या अहिले चाहिँ सरले जस्तो प्रकारले सपोर्ट हामीलाई गर्नुहुँदैछ। सरकारबाट एक सपोर्ट छ, एकदम सपोर्ट सँगसँगै के उहाँहरूले एक्नोलेज पनि गर्नुहुन्छ क्या यो सबैभन्दा ठुलो कुरा हो क्या। अब तपाईँले केही काम गर्नुहुँदैछ तपाईँले त्यो चाहिँ एकदमै ठुलो कुरा हो। कलाकारिताको क्षेत्रमा मात्रै नभनौँ, खेलकुदको क्षेत्रमा हरेक कुरामा नै सबैलाई नै एकदमै इन्करेज गरिरहनु भएको छ। हामी एकदमै बुस्ट भइरहेको छ अब केही न केही गर्नुपर्छ, अझै गर्नुपर्छ एउटा जोस जागर। हजुर भनेपछि कलाकारहरूको निम्ति सिक्किमको भविष्य कस्तो छ अलिकति बताइदिनुहोस् तपाईँहरूको अलिअलि तपाईँहरूको आफ्नै आफ्नै। अहिले त सिक्किम कलाकारको निम्ति अहिलेको म अब भविष्य पनि सायद राम्रै हुन्छ, तर अब त्यसलाई तपाईँले कसरी लिनुहुन्छ त्यो त्यसमा तपाईँ डिपेन्ड गर्छ। भनेपछि आर्टिस्टको भविष्य चाहिँ आफैमाथि निर्भर गर्छ कस्तो बनाउने सिक्किम भने चाहिँ आफैमाथि निर्भर गर्छ। तपाईँले आफैमा निर्भर गर्छ कि तपाईँले कसरी बनाउनुहुन्छ र अब आफू कस्तो हुन्छ र आउँदो भावी पिँढीलाई कस्तो खाले सिकाउँछ। अब जस्तो प्रकारले सपोर्ट हामीले पाइरहेको छौँ मलाई लाग्दैन कि कुनै स्टेटमा पनि यो प्रकारले कुनै आर्टिस्टलाई पनि छ जस्तो लाग्यो अहिलेसम्म मैले देखेको छुइनँ। एकजना पर्सनली बोलाएर के छ भाग्यमानी छौँ होइन, अब भाग्यमानी सोच्छु आफूलाई क्या सरले जस्तो प्रकारले हामीलाई सपोर्ट गरिरहनु भएको छ। त्यही कारण तर आफ्नो हातमा छ कस्तो लिएर जाने। एकदम राइट हो चाहिँ। हजुर अझै तपाईँहरूसँग कुराकानी त गर्नु एकदमै मन थियो, एकदमै मिठो कुराकानी भइरहेछ, तर अब हाम्रो कार्यक्रमको समय पनि सकिन आँटेछ है। अझै पनि कुरा गरौँ लागिरहेको थियो तर पनि कार्यक्रमको समय चाहिँ सकिन लागेछ। र अन्तमा जाँदा चाहिँ म्याडम तपाईँहरू दुवैजनाकोबाट है विशेष गरेर हाम्रो कार्यक्रम सुनिरहनु हुने महिलाहरूलाई तपाईँहरूकोबाट के सन्देश दिन चाहनुहुन्छ अलिकति? जति पनि है यो सुनिराख्नु भएको महिलाहरूलाई चाहिँ अब है हाम्रो एकदमै रेस्पेक्टेड है, हामी इज्जत गर्नुपर्ने तपाईँहरू कहिले पनि कमी नसोच्नुहोस् होइन। हामीले आफ्नो यो डान्स फिल्डमा मात्रै होइन तर तपाईँ जुनै फिल्डमा पनि हुनुहुन्छ, तपाईँको जब तपाईँले गर्छु भन्ने सोच्नु भएको छ भने समय निकालेर गर्नुहोस् है। उमेरले कहिले पनि ठुलो सानो हुनु सक्दैन है। तपाईँको जब कला भन्ने कुरा चाहिँ मनबाट निस्किनु पर्ने कुरा हो र तपाईँहरूको कोसिस गर्नेवाला कभी हार नै हो त है, कहिले पनि हार हुनु सक्दैन। त्यो कारणले गर्दा तपाईँहरू कोसिस गरिरहनुहोस्, म तपाईँलाई यही भन्न चाहन्छु। हजुर म्याडम तपाईँकोबाट तपाईँ अहिले यत्रो उमेरमा यति ग्रेसफुली नाच्नुहुन्छ है, कस्तो मजाले अब भनौँ न अब तपाईँलाई त देख्दाखेरि नै अब प्रेरणाको स्रोत हुनुहुन्छ महिलाहरूका लागि है। झन् तपाईँकोबाट म अब अञ्जलीले भनेको जस्तै होइन, अब एज त कुनै फ्याक्टरै होइन है। अब म स्टिल न अब 53 होइन, रनिङ 54मै जान्छु होला है नोभेम्बरको बाद जान्छु होला एकदम 54मा हो। तर मलाई लाग्छ कि अब तपाईँले एजलाई आफूलाई अब मेरो एज भयो होइन, म अब यहाँ
फुल स्टप चाहिँ नलगाउनुहोस्। हजुर है सबै लेडिजहरूलाई चाहिँ फुल स्टप नलगाउनुहोस् आफूलाई होइन। अब आफूलाई मोटिभेट गर्नुहोस् होइन, सिक्नुहोस् कुनै पनि फिल्डमा, नट ओन्ली डान्स है, अदर्स फिल्ड म त्यही भन्छु। अब अघि आउनुहोस्, हामी पनि छु है, हामी ब्याकबाट सपोर्ट गर्नु तपाईँलाई होइन। उहाँ त स्टिल सी इज पर्फर्मिङ क्या, एकदम अहिलेसम्म पर्फर्म गरिरहेको हुन्छ। अन्त सी इज सो गर्जियस क्या, एकदम यति बेसी उहाँको जुन चाहिँ एक्सप्रेसन हुन्छ नि। अब मैले चाहिँ उहाँको शिष्य भएर भनेको होइन, तर अब एउटा अडियन्सको रूपमा मलाई पनि लाग्छ। अन्त उहाँले जुन चाहिँ गर्नुहुन्छ नि, उहाँहरूबाट पनि इन्सपिरेसन लिनुपर्छ तपाईँहरूले है। अन्त यस्तो एकदमै नाचिरहेको हुन्छ, खुट्टा दुखिँदा भन्ने नि पेन किलर खाइ पनि नाच्नुहुन्छ। किनकि प्यासन भने चाहिँ यस्तो हुनुपर्छ जस्तो लाग्छ क्या। प्यासन भन्ने कुरामा चाहिँ कुनै पनि दर्द हुनु हुँदैन। त्यो दर्दलाई चाहिँ पेन किलरको काम गर्छ है प्यासन चाहिँ। मैले देखेको छु उहाँसँग लिएर हो गरेर। हजुर मैले पनि यसो हेर्दा जुन चाहिँ त्यो एक प्रकारको उहाँको मुहारमा चाम क्या। अघि उहाँले भन्नुभयो नि एउटा कुरा, त उहाँले बिचमा भन्नुभयो मान्छे पोजिटिभली हुनु, सायद मलाई लाग्छ उहाँ एकदमै पोजिटिभ भएकोले गर्दाखेरि त्यो चाहिँ तपाईँको फेसमा क्या अनुहारमा त्यो चम्किन्छ। मलाई के यस्तो लाग्छ, कतिले अब सोचे नि मेरो एज भयो क्या, मलाई त्यो कुरो चाहिँ फिल क्या हतपत चाहिँ हुँदैन। म एज भयो कति अब बुढी भइस् त अब के नाच्छ भन्छ कि भन्दैन भन्छ, अहिले हामी त्यही सुन्छु नि त होइन। प्रायः साथीभाइले पनि त्यसै भन्छ, अब बुढी भयो त कति नाची बसेको पनि भन्छ कतिले। तर मलाई चाहिँ के मेरो मन चाहिँ कस्तो छ भने नानी जस्तो क्या, एउटा हुन्छ नि लाग्दैन म एज भएको जस्तो क्या। त्यही अब आजभन्दा 30 वर्ष अगाडिको 35 वर्षको जो थिएँ म त्यस्तै लाग्छ क्या। अब डान्स गर्दा चाहिँ त्यही फिल हुन्छ क्या, त्यही अनुभव हुन्छ। त्यही तपाईँले त्यही एनर्जीले गर्नु पनि हुन्छ, हामीले देखिरहेछौँ। हजुर, र तपाईँहरू आज कार्यक्रम नारी संसारमा आइदिनु भयो है। अनि तपाईँहरूको जीवनमा भोगेको कुरा, तपाईँहरूको जिन्दगीमा तपाईँहरूले गरेको सक्सेसको बारेमा यति मजाले खुलेर भनिदिनु भयो है। अनि आउँदो दिनमा तपाईँहरू दुवैको फ्युचरका लागि पनि एकदमै हामी पनि शुभकामना दिन चाहन्छौँ है। आउँदो दिनमा तपाईँहरूले अझै योभन्दा राम्रो राम्रो काम गरेर फेरि पनि हाम्रो कार्यक्रममा आओस् भन्ने यो कामना पनि गर्न चाहन्छु। अनि आजलाई भने कार्यक्रम नारी संसारबाट है फेरि पनि अब हामी बिदा लिने बेला भइसकेको छ। तपाईँहरू दुवैलाई यस्तो व्यस्त समय हुँदा हुँदै पनि समय निकालेर आइदिनुको धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। धन्यवाद तपाईँलाई सम्झिनु भयो है। र आउने दिनहरूमा पनि यसरी नै हामी भेटघाट है मोटिभेट एकदमै बोलाउनुहोस्। हवस्, धन्यवाद।